ह्युमन बायोलोजीमा आज म रेस्पिरेसनबाट सुरु गर्छु I'll start with respiration okay now respiration नै मैले किन गरे त मैले respiration नै फर्स्टमा किन पढाए तपाईलाई डाइजेसन पढाएको भए हुन्थ्यो होला नि त मैले हैन right respiration we talk about respiration now we are very much confused with breathing and respiration is a part of respiration is breathing है बेटा बुझिराख्नुस् है किनभने रेस्पिरेसन गर्दाखेरि चाहिँ we intake the oxygen and जबसम्म यो अक्सिजन हुँदैन फुडको अक्सिडेसन नै हुँदैन फुडको अक्सिडेसन भएन भने एनर्जी रिलिजै हुँदैन बेटा बुझिराख्नुस् है तपाईले एउटा कुरा बुझ्नु पर्छ तपाईले बुझि पनि सक्नु भएको छ होला that is life is directly proportional to energy is directly proportional to food हो है बेटा बुझिराख्नुस् है right okay so energy बिना you cannot think of anything है बेटा बुझिराख्नुस् है so this energy comes from the food but the energy that has to come from the food is to be oxidized oxygen हुनै पर्छ के बेटा that's why I have selected this particular respiration as the first lecture मैले first lecture मा चाहिँ respiration तपाईलाई पढाउन खोजेको कारण चाहिँ यो हो बेटा बुझ्नु भएको हैन रेस्पिरेसन मा अब तपाई इजिली सोच्नुस् न के हुन्छ हैन कस्तो हुन्छ होला रेस्पिरेसन मा इट्स भेरी सिम्पल कोले भन्दै हुन्थ्यो सर के रे बेसिक्स बाट अब यो भन्दा बेसिक्स हुनै सक्दैन के बेटा है त्यसले गर्दाखेरि अब हामी सुरु गर्दै छौं respiration is a process of एउटा लेम्यानलाई भन्ने हो भने respiration is the process of intake of oxygen and giving up of the carbon dioxide हो बेटा बुझ्नु भयो नि राइट सो दैट इज इट तर हामी अर्को के गर्छौं त अर्कै रेस्पिरेसन को डेफिनेसन्सहरु पढ्छौं सो लेट अस स्टार्ट है त ओके म सुरु गर्दै छु रेस्पिरेसन ओके रेस्पिरेसन के हो रेस्पिरेसन इज अ बायोकेमिकल प्रोसेस के रहेछ बेटा यो बायोकेमिकल प्रोसेस हो रहेछ इन व्हिच complex food is oxidized inside the cell into simple forms to release energy right beta बुझ्नुस् है बायोकेमिकल या केमिकल प्रोसेसेस रहेछ यो बुझ्नु भएको हैन यहाँ के हुने रहेछ त कम्प्लेक्स फुड तपाईले फुड हेर्नु भयो भने फुड 6 टाइपको फुड पाउनुहुन्छ तपाईले के पाउनुहुन्छ कार्बोहाइड्रेट पर्खिनुहोस् ल तपाईले फुडमा कार्बोहाइड्रेट proteins fats यो चाहिँ energy yielding food हो these are supposed to be always present in complex form यिनीहरु के हुन्छ बेटा कम्प्लेक्स फर्ममा हुन्छ नि बेटा बुझिराख्नुस् है राइट यो कम्प्लेक्स फर्म खाने बित्तिकै चाहिँ यस्तै एनर्जी दिदैन तर अर्को के छ हामीसँग vitamins minerals and water right they are always in simple forms they need not to be digested इन डाइजेसन हुनु जरुरी छैन बेटा बुझ्नुस् है यो 6 वटा फुड मध्ये यो 3टा चाहिँ जहिले पनि कम्प्लेक्स फर्ममा हुन्छ र कम्प्लेक्स चीजलाई चाहिँ यो अक्सिडाइज हुनु जरुरी छ बेटा बुझ्नुस् है अनि खेर मात्र के हुने रहेछ यो अक्सिडाइज ओके व्हिच कम्प्लेक्स फुड इज अक्सिडाइज इनसाइड द सेल कहाँ हुन्छ यो सेलमा हुन्छ एन्ड इन्टु के हुने रहेछ कम्प्लेक्स थियो नि त सिम्पल फर्ममा आउने रहेछ नि त हैन टु रिलीज एनर्जी अघि मैले तपाईलाई भनिसकेको छु लाइफ इज डाइरेक्टली प्रोपोर्सनल टु एनर्जी इज डाइरेक्टली प्रोपोर्सनल टु फुड भनेको छ बेटा बुझ्नुस् है राइट ओके कम्प्लिट फुड इज अक्सिडाइज हुन्छ यसको मतलब के हुन्छ यसले के भन्न खोजेको कम्प्लिट अक्सिडेसन अफ द फुड भनेको के भनेको यस्तो भनेको बेटा C6H12O6 भएर यसलाई अक्सिडाइज गरिसकेपछि यसले कार्बन डाइअक्साइड बनाउँछ यसले वाटर बनाउँछ राइट अनि यहाँ के हुन्छ एनर्जी हुन्छ बुझ्नु भएको हैन कम्प्लिट अक्सिडेसन भएको भएन यहाँ बस्यो यो ग्लुकोज बस्यो त यहाँ बसेर नि त इट ब्रोक डाउन कम्प्लिटली नि त राइट हामीलाई चाहिएको कुरा चाहिँ के थियो एनर्जी हुन्छ यहाँ भन्न खोजेको बेटा बुझ्नु भयो नि राइट सिम्पलेस्ट प्रोडक्ट दिन्छ यस अक्सिडेसन भइसकेपछि सिम्पलेस्ट प्रोडक्ट्स आउने रहेछ बेटा सो आई टक्ड अबाउट द डेफिनेसन अफ के रेस्पिरेसनको तपाईलाई मैले डेफिनेसन दिइसकेको छु ओके अब यहाँ हेर्नुस् त एनर्जी इज रिलिज जुन चाहिँ पनि रिएक्सनमा एनर्जी रिलिज हुन्छ जुन चाहिँ पनि प्रोसेसमा एनर्जी रिलिज हुन्छ इट इज अलवेज एन एक्टिभ प्रोसेस है बेटा बुझ्नुस् है राइट एक्टिभ प्रोसेस हुने रहेछ राइट याद गर्नुस् है व्हाट डु यु मिन बाइ एक्टिभ प्रोसेस भनेर सोध्नु सक्छ नि अब तपाईले बुझ्नु भयो नि त भयो नि एनर्जी रिलिज हुनलाई एनर्जी चाहिन्छ यो प्रोसेस हुनलाई पनि एनर्जी रिलिज हुनलाई एनर्जी चाहिन्छ नि त राइट सो यो चाहिँ के हो यसले एनर्जी बनाउँदो रहेछ भनेपछि के रहेछ बेटा यसलाई चाहिँ एक्टिभ प्रोसेस भनेर भन्छौँ एनर्जी रिलिज इज एन एक्टिभ प्रोसेस व्हाट इज एन एक्टिभ प्रोसेस इज दैट प्रोसेस वेयर द एनर्जी इज रिलिज्ड ओके यु क्यान से दैट ओके अब हामी रेस्पिरेसनको रेस्पिरेटरी सिस्टमको ओरिजिन हेर्छौँ तपाईलाई सोध्न सक्छ भेरी इम्पोर्टेन्ट फ्रम द एक्जामिनेसन पोइन्ट अफ भ्यू इट इज इन्डोडर्मल इन ओरिजिन है बेटा बुझ्नुहोस् है इट इज इन्डोडर्मल इन ओरिजिन जस्तो हाम्रो सर्कुलेटरी सिस्टम के थियो मेसोडर्मल इन ओरिजिन थियो बुझ्नु भएको भएन सो द्याट इज इट है त ओके अब यहाँ हेर्नुहोस् तपाईँ र हामीले रेस्पिरेसनको कुरा त गऱ्यौँ अब यो ब्रिदिङ भनेको के हो ब्रिदिङ नेपालीमा भन्ने हो भने सास फेर्नु भनेको बाहिरको हावालाई भित्र ल्याउनु र भित्रलाई बाहिर ल्याउनु बुझ्नु भएको भएन सो ब्रिदिङ इज अ फिजिकल प्रोसेस
यहाँ बायोकेमिकल रिएक्सन्सहरु हुँदैन बेटा बुझोस् है ब्रिदिङमा बायोकेमिकल रिएक्सन्सहरु हुँदैन फिजिकल प्रोसेस एन्ड दिस इज द पार्ट अफ रेस्पिरेसन राइट इन्स्पिरेसन र एक्सपिरेसन हुन्छ यहाँ राइट इनहेलेसन र एक्सहेलेसन भनेर भन्छौँ सो यहाँ के हुनेछ इनहेलेसन रहेछ तपाईहरुले बुझिसक्नु भएको छ इनहेलेसन भनेको ल्याउनु इनहेल गर्नु राइट इनहेल गर्नु के इनहेल गर्नु एटमोस्फेरिक एयर राइट कहाँसम्म लानु लङ्ससम्म लानु है बेटा बुझिराख्नुहोस् है लङ्ससम्म लानु ठिक छ अर्को चाहिँ एक्सहेलेसन एक्सहेलेसन भनेको फाल्नु एक्सहेल गर्नु फाल्नु कहाँबाट कहाँसम्म फाल्नु त्यसमा लङ्सबाट फेरि एटमोस्फियरसम्म फाल्नु है बेटा बुझिराख्नुहोस् है राइट ओके एक्सहेलेसन एक्सहेलेसन चाहिँ के हो प्यासिभ प्रोसेस हो राइट यो आफै अटोमेटिकली हुन्छ है बेटा बुझिराख्नुहोस् है यो एकदमै इम्पोर्टेन्ट छ है इनहेलेसन इज एन एक्टिभ प्रोसेस बिकज देयर आर मसल्स इन्भल्भ हुन्छ एनर्जी इन्भल्भ हुन्छ जब मसल्सहरु इन्भल्भ हुन्छ अभियसली के हुन्छ त यहाँ चाहिँ एनर्जी इन्भल्भ हुन्छ त्यसले गर्दाखेरि इन्स्पिरेसन इज एन व्हाट इन्स्पिरेसन अर इनहेलेसन भनेको एउटा हो है इन्स्पिरेसन अर इनहेलेसन सास लिनु इज एन एक्टिभ प्रोसेस तपाईले लिइसकेपछि यो आफै बिस्तारै जान्छ सो द्याट इज अ प्यासिभ प्रोसेस बेटा बुझ्नुभयो न right so मैले यहाँ के भने respiration is a biochemical process in which the complex food substances are converted into the simple ones to release energy है बेटा बुझिराख्नुहोस् है सिम्पल मैले तपाईलाई भनिसकेको छु अघि नै 6 किसिमको फुडमा हामीसँग के रहेछ प्यासिभ भनेको जहाँ एनर्जी चाहिँदैन बेटा है रिसु बुझ्यौ हैन एनर्जी नचाहिने तिमीले गर्दा त चाहियो नि त एनर्जी हैन तर बिस्तारै तिमीले यतिकै राख्यो भने के हुन्छ बिस्तारै जान्छ नि त आफै है प्यासिभ भनेको चाहिँ एनर्जी नचाहिने प्रोसेस अथवा एनर्जी रिलिज नहुने प्रोसेस नचाहिने भनेर बुझ्नुहोस् न राइट बुझ्नुभएको भएन वाइ प्यासिभ भनेको यसले अटोमेटिकली काम गर्छ यो लामो समयसम्म तपाईको बडीमा बस्न सक्दैन प्रेसर डिफरेन्सेसहरु क्रिएट हुन्छन् अहिले म त्यसको विषयमा कुरा गर्छु बुझ्नुभएको भएन राइट सो यहाँ मैले तपाईलाई के भने एनर्जी इज रिलिज भयो भने एक्टिभ प्रोसेस भनेर भन्छौँ राइट इन्डोडर्मल इन ओरिजिन हुन्छ भनेको छु ब्रिदिङ इज अ फिजिकल प्रोसेस पार्ट अफ रेस्पिरेसन हो यो राइट अनि यहाँ इनहेलेसन र एक्सहेलेसन ब्रिदिङमा इनहेलेसन र एक्सहेलेसन हुन्छ राइट इनहेलेसन र एक्सहेलेसन नो युज अफ एनर्जी हो सर एक्सहेलेसन आफै हुन्छ हैन फोर्सफुल एक्सपाइरेसन फेरि एक्टिभ हुन्छ है फेरि बुझ्नुहोस् है तपाईहरुले बुझ्नुपर्ने धेरै कुराहरू छन् है राइट नर्मल एक्सपिरेसन भयो भने चाहिँ प्यासिभ हुन्छ तर तपाईले फोर्सफुल गर्नुभन्दा फेरि एनर्जी चाहिने रहेछ नि त एनर्जी लाग्ने रहेछ नि त यो एयरलाई फाल्नको लागि पनि यति बेला चाहिँ एक्टिभ हुन्छ बेटा बुझिराख्नुहोस् है तर नर्मल केसमा when it is not forceful right it is a passive process right तर तपाईले फोर्सफुली गर्नुभयो भने चाहिँ एक्टिभ हुन्छ फुड ब्रेकडाउन भएको एनर्जी कि इनहेल गर्दा चाहिने एनर्जी सर यस इनहेल गर्दा पनि चाहिन्छ फुड ब्रेक हुन नि एनर्जी चाहिन्छ राइट अनि त्यसले फेरि एनर्जी बनाउँछ बेटा बुझ्नु भएको भएन राइट सो द्याट इज इट यहाँसम्म बुझ्नु भएन यो बुझ्यो ओके कुशल बिष्ट इन्डोडर्म को मिनिङ के हो सर द ट्रिपल अर्गानिजम्स को तपाईले डेभलपमेन्टल बायोलोजीमा पढिसक्नु भएको छ फ्युजन अफ द ग्यामेट्स भइसकेपछि जाइगोट बनिन्छ जाइगोट बनिसकेपछि क्लिवेज ब्लास्टुलेसन र ग्यास्ट्रुलेसन हुन्छ ग्यास्ट्रुलेसन भएपछि प्राइमरी जर्म लेयर्स बनिन्छन् के बडीमा एक्टोडर्म इन्डोडर्म र मेजोडर्म तीनटा हुन्छ के ट्रिप्लोब्लास्टिक अर्गानिजममा यो ट्रिप्लोब्लास्टिक अर्गानिजममा चाहिँ जति पनि अर्गन्सहरु छन् राइट यस क्लास पढ्दै नोट भन्नु कि क्लास सकेसी क्लास पढ्दै नोट बनाउने कि क्लास तपाईलाई त सजिलो छ त यो त बेलुका अपलोड भइहाल्छ यो हैन यो त अपलोड भइसकेको हुन्छ फेरि तपाईले रिवाइन्ड गर्दै हेर्नुस् न अहिले पनि गर्नुस् अहिले पनि लेख्नुस् बेलुका फेरि कुल भएर बसेर पनि अझै एकपटक गर्नुस् राइट तपाईको बेस्ट नोट्स बनिन्छ है राइट बेटा बुझ्नु भयो नि ओके इनहेलेसनको अर्को नेम इनहेलेसनको अर्को नेम इनहेलेसन और एक्सहेलेसन इन्स्पाइरेसन र अर्को एक्सपाइरेसन यो सास लिनु हो यो सास फाल्नु हो राइट ओके भेरी गुड है सर स्लाइड हजुरको पहिलाकै हो मेरो नोटसँग म्याच भयो यस अलिअलि स्लाइट मोडिफिकेसन्सहरु हुन्छ साइन्स जहिले पनि एउटै हुन्छ है बेटा बुझिराख्नुहोस् साइन्स अर्को हुँदैन बेटा पढाउने मेकानिजम अर्को हुन्छ होला तर फ्याक्ट्सहरु एउटै हुन्छ है ठीक छ ओके फाइन यो बुझ्नु भयो एक्टिभ र प्यासिभ प्रोसेस बुझ्नु भयो इनहेलेसन र एक्सहेलेसन जसलाई हामी इन्स्पिरेसन र एक्सपिरेसन भनेको नि बुझ्नु भयो राइट डेफिनेसन बुझ्नु भएको भएन डन यस भयो भने यस भन्नुस् ल सबैले वाइ लेख्नुस् वाइ या वाइ लेख्नुस् है ओके भेरी गुड केही पनि भएको छैन एकदम सिम्पल कुरा भइरहेछ ओके फाइन अब हामीले ब्रिदिङ र रेस्पिरेसनको कुरा गर्दै थियौं ब्रिदिङ इज अ पार्ट अफ रेस्पिरेसन राइट अब ब्रिदिङ र रेस्पिरेसनको डिफरेन्सेस के हो त हामी हेर्छौं यहाँ ब्रिदिङ तपाईले यहाँ ब्रिदिङ हेर्नुभयो भने द प्रोसेस अफ इनहेलिङ द अक्सिजनलाई भित्र हाल्नु
and exhaling the carbon dioxide by the lungs is known as breathing. मैले तपाईलाई के भनेको थिए ब्रिदिङ भनेको के रहेछ एटमोस्फियरबाट अक्सिजन कहाँ ल्याउने एटमोस्फियरबाट एटमोस्फियरिक एयर ल्याउने है तपाई लाटो नहुनुहोस् है एटमोस्फियरबाट अक्सिजन मात्रै आउँदैन है बेटा बुझ्नुहोस् है एटमोस्फियरिक एयरको कम्पोजिसन सबै आउने हो नि त राइट ओके प्रेसर ग्रेडियन्टको डिफरेन्स चाहिँ के हुन्छ यहाँ डिफ्युजन हुन्छ म त्यो पछाडी पढाउँछु तपाईलाई अहिले पढाउँदिन सो सिम्पली के रहेछ भन्दाखेरि अक्सिजन लिने मात्रै नभनौँ न एटमोस्फियरिक एयरलाई लङ्ससम्म ल्याउने त्यहाँबाट के हुन्छ त्यहाँ भएको त्यो इन्स्पायर गर्दाखेरि अथवा हामीले ब्रिदिङ गर्दाखेरि त एटमोस्फियरिक एयरमा कार्बन डाइअक्साइड पनि आएको हुन्छ तर कार्बन डाइअक्साइड चाहिँ भित्र पस्दैन नि त ग्रेडियन्ट डिफरेन्सले गर्दाखेरि बेटा बुझ्नु भने भनेपछि कार्बन डाइअक्साइड चाहिँ के हुन्छ कार्बन डाइअक्साइड चाहिँ फेरि एल्भियोलाइबाट बाहिर आउने हो बुझ्नु भएको भएन भनेपछि यहाँ चाहिँ अक्सिजन मात्रै भित्र जाँदो रहेछ के राइट त्यसरी बुझ्नु पर्यो तपाईँलाई है राइट ओके सो यसलाई चाहिँ हामी के भन्दछौँ ब्रिदिङ भन्दछौँ एटमोस्फियरिक एयरलाई लङ्ससम्म ल्याउनु अनि लङ्सबाट फेरि कार्बन डाइअक्साइडलाई अथवा एक्सपायर्ड एयर राइट यसलाई बाहिर फाल्नुलाई चाहिँ हामी के भन्छौँ त ब्रिदिङ भनेर भन्छौँ तर रेस्पिरेसन इज अ वाट अ प्रोसेस वेयर एनर्जी इज प्रोड्युस एनर्जी प्रोडक्सन हुने रहेछ बाई ब्रेकिङ डाउन अफ द ग्लुकोज एन्ड द एनर्जी इज युज बाई द सेल्स टु क्यारी आउट द भेरियस सेलुलर एक्टिभिटिज नोन एज रेस्पिरेसन यहाँ चाहिँ के हुन्छ यसलाई चाहिँ हामी टिस्यु रेस्पिरेसन पनि भन्छौँ अर इन्टरनल रेस्पिरेसन पनि भन्छौँ यहाँ के हुन्छ C6H12O6 लाई अक्सिडाइज गर्छ केले अक्सिजनले अक्सिडाइज गर्छ भनेपछि यसले के बनाउँछ कार्बन डाइअक्साइड बनाउँछ यहाँनिर वाटर बनिन्छ अनि के बनिने रहेछ बेटा एनर्जी बनिने रहेछ बुझ्नुभएको भएन राइट सो द्याट इज इट सो यहाँ ग्लुकोज चाहिँ ब्रेकडाउन भयो अक्सिडाइज भयो यो एनर्जी चाहिँ प्रोडक्सन भयो हो यसलाई चाहिँ हामी के भन्छौँ त टिस्यु रेस्पिरेसन अथवा इन्टरनल रेस्पिरेसन भन्छौँ अर रेस्पिरेसन भनेको यही हो खास राइट बुझ्नुभयो नि ओके अब ब्रिदिङ टेक्स प्लेस इन द लङ्स राइट यो के अरे दिस इज एटमोस्फियर टु लङ्स टु एटमोस्फियर हो ठिक छ बेटा ओके रेस्पिरेसन टेक्स प्लेस इनसाइड द सेल्स राइट टिस्युजमा सेल्समा इन्डिभिजुअल सेलमा हुन्छ यो के कहाँ भएको टिस्यु रेस्पिरेसन भने नि मैले अघि है इन्टरनल रेस्पिरेसन भने नि यो टिस्युभित्र हुन्छ अथवा सेलभित्र हुन्छ बेटा बुझ्नुहोस् है राइट अर्को चाहिँ के छ देयर इज नो एनर्जी प्रोडक्सन ड्युरिङ दिस प्रोसेस यहाँ एनर्जी प्रोडक्सन हुँदैन यहाँ एनर्जी युज चाहिँ हुन्छ बरु इनहेल गर्दाखेरि द्याट्स वाइ एक्टिभ प्रोसेस भनेर भनेको थियौँ रेस्पिरेसनमा के हुन्छ respiration the energy is released in the form of ATP adenosine triphosphate को फर्ममा के हुन्छ त बेटा एनर्जी चाहिँ रिलिज हुन्छ यसमा एनर्जी रिलिज हुँदैन रहेछ यसमा चाहिँ एनर्जी रिलिज हुन्छ बेटा राइट ब्रिदिङ अकर्स आउटसाइड द सेल्स मैले के भने हेर्नुस् त एटमोस्फियरबाट लङ्स टु द एटमोस्फियर रहेछ नि त यो चाहिँ बाहिर सेलभन्दा बाहिर हुन्छ एन्ड सो इट इज एन एक्स्ट्रा सेलुलर प्रोसेस बुझ्नुहोस् है एक्स्ट्रा सेलुलर एक्स्ट्रा भनेको बाहिर सेलुलर भनेको सेलभन्दा बाहिर तर यो के हुन्छ यो चाहिँ इन्ट्रासेलुलर प्रोसेस हुन्छ बिकज द रेस्पिरेसन टेक्स प्लेस दिस रिएक्सन टेक्स प्लेस इनसाइड द सेल भनेपछि यो के हुने रहेछ इन्ट्रासेलुलर हुने रहेछ इनसाइड द सेल बेटा राइट रेस्पिरेसनको केमिकल प्रोसेस एक्ज्याक्ट त्यही हो सर रेस्पिरेसनको केमिकल अब तपाईँले यहाँ फेरि के गर्नु भनेको होला यहाँनिर 6 गरेर यो के अरे ब्यालेन्सिङ भन्नुभएको होला ब्यालेन्सिङ गर्न सक्नुहुन्छ नि त राइट बुझ्नुभएको भएन राइट ओके also called pulmonary ventilation pulmonary भनेको के हो कालेकालीहरु pulmonary भनेको लङ्ससम्म जाने हो नि त ब्रिदिङ त लङ्स भन्दा बियोन्ड जाँदैन के एटमोस्फियर टु द लङ्स एन्ड लङ्स टु द एटमोस्फियर भएर pulmonary ventilation भनेको है राइट ब्रिदिङलाई हामी pulmonary ventilation पनि भन्छौँ ओके ओके अब हामी रेस्पिरेसनको कुरा गर्दाखेरि चाहिँ रेस्पिरेसन दुई किसिमको रेस्पिरेसन हुन्छ एउटा एरोबिक रेस्पिरेसन हुन्छ एउटा चाहिँ एनारोबिक रेस्पिरेसन तपाईहरुले सबै पढिसक्नु भएको छ एरोबिक रेस्पिरेसन भनेको अक्सिजनको प्रेजेन्समा हुने यति त सबैलाई थाहा हुनु पर्यो है एनारोबिक रेस्पिरेसन भनेको अक्सिजनको एब्सेन्समा हुने राइट ओके तर एरोबिक रेस्पिरेसन कोही बेला के हुन सक्छ एब्सेन्स एरोबिक रेस्पिरेसन गर्ने अर्गानिजम्सहरुले एनारोबिक रेस्पिरेसन गर्न सक्छन् है बेटा बुझ्नुस् है राइट सो त्यो हामी ड्यू कोर्समा कुरा गर्छौं सो फर्स्टमा हामी चाहिँ के गर्छौं त रेस्पिरेसनलाई चाहिँ दुईटा भागमा बाँड्छौं ब्रड भागमा त्यसलाई हामी एरोबिक रेस्पिरेसन र एनारोबिक रेस्पिरेसन भनेर भन्छौं एरोबिक रेस्पिरेसन भनेको रेस्पिरेसन इन द प्रेजेन्स अफ अक्सिजन राइट यदि रेस्पिरेसन इन द एब्सेन्स अफ अक्सिजन भयो भने त्यसलाई हामी के भन्छौं त एनारोबिक रेस्पिरेसन भनेर भन्छौं यो सबैलाई थाहा छ लेट अस सी द अमाउन्ट अफ द एनर्जी रिलिज कति हुन्छ के हुन्छ भनेर हेर्छौं एरोबिक रेस्पिरेसन रिक्वायर्स मोलिकुलर अक्सिजन यहाँ अक्सिजन चाहियो राइट बेटा ओके एनारोबिक रेस्पिरेसन डु नट रिक्वायर मोलिकुलर अक्सिजन नभए चाहिँदैन राइट नभए नि भयो हैन चाहिँदैन हुँदैन ओके एरोबिक रेस्पिरेसन अकर्स इन साइटोप्लाज्म हो दिस आर भेरी इम्पोर्टेन्ट है यो कुराहरु तपाईलाई इम्पोर्टेन्ट हुन्छ है बेटा है यो सेतो भएको हुनाले म रातो युज गर्छु एरोबिक रेस्पिरेसन टेक्स प्लेस इन साइटोप्लाज्ममा हुन्छ साइटोप्लाज्म पछाडी यो कहाँ हुन्छ बेटा माइटोकन्ड्रियामा हुन्छ माइटोकन्ड्रिया इज बीन कल्ड एज द पावर हाउस अफ द सेल पहिला यो साइटोप्लाज्ममा हुने रहेछ राइट अनिखेर चाहिँ कहाँ जाने रहेछ बेटा माइटोकन्ड्रियामा जाने रहेछ तर एरोबिक रेस्पिरेसन अकर्स इन साइटोप्लाज्म ओन्ली
राइट भनेको तपाईले यसलाई राम्ररी पढ्नुभयो अझै डेप्थमा जान खोज्नुभयो भने चाहिँ एरोबिक रेस्पिरेसन स्टार्ट्स फ्रम एनारोबिक रेस्पिरेसन भन्न मिल्छ है बेटा किनभने दुईटै चिज कहाँ भइरहेछ साइटोप्लाज्ममा भइरहेछ है बेटा बुझ्नुहोस् है अब म यस्तो भित्र जान चाहदिनँ तपाईलाई कन्फ्युज बनाउन चाहदिनँ तर तपाईले हेर्नुहोस् त यहाँ हेर्नुहोस् है यहाँ पनि साइटोप्लाज्ममा भयो अब यो फर्दर के भएन अक्सिजन पाएन भने चाहिँ के हुने रहेछ यो चाहिँ एनारोबिक रेस्पिरेसन हुने रहेछ तपाईले यहाँ हेर्नुभयो भने त यो पनि साइटोप्लाज्ममा भइरहेछ नि त इनिशियली दुईटा त साइटोप्लाज्ममा भएको छ नि यहाँ अक्सिजन पाइसकेपछि के भयो यो चाहिँ माइटोकन्ड्रिया भित्र गयो बुझ्नुभयो नि यहाँ अक्सिजन पाएन सो यो चाहिँ साइटोप्लाज्ममा मात्रै हुने रहेछ यो माइटोकन्ड्रिया भित्र जाँदैन राइट अब तपाईले यसलाई एनालाइसिस गर्न थाल्नुभयो इफ यु वान्ट टु मेक इट यु नो लङ हुन्छ नि राइट अझै भित्र जान्छु भन्नुभयो भने यु क्यान गो डिप इन्टु इट राइट तर तपाईलाई मैले भनिसकेको छु यो भन्दा बढी चाहिँदैन त्यसले गर्दा प्लिज बी भेरी भेरी केयरफुल है तपाईलाई मैले जस्ट लजिकल भनेको के दुईटै कुरा त साइटोप्लाज्ममै हुँदो रहेछ नि त यहाँ अक्सिजन पायो भने मात्रै के हुने रहेछ यो त एरोबिक हुने रहेछ नि त अक्सिजन पाएन भने यो यतिकै बस्छ यहाँ भनेपछि यो एनारोबिक भयो भनेपछि एनारोबिक रेस्पिरेसन को मेकानिजमबाट अथवा एनारोबिकको जस्तै स्टार्टिङ चाहिँ एनारोबिक रेस्पिरेसनको पनि हुँदो रहेछ भनेको एरोबिकको रेस्पिरेसनको स्टार्टिङ पनि एनारोबिकको जस्तै हुन्छ भन्न खोजेको है सर भिडियो आएन भन्नुहुन्छ सर इन्टर अनि इन्ट्रा बुझाइदिनु इन्टर कलेज क्विज कम्पिटिसन दुईटाको बीचमा राइट इन्टर कलेज इन्ट्रा भनेको विदिन हो के आफैभित्र राइट एउटाको भित्र भयो भने चाहिँ इन्ट्रा दुईटाको बिचमा भयो भने चाहिँ इन्टर भनेको है ओके ओके अब हामी के गर्छौँ यहाँ हेर्नुहोस् त अब यसको एन्ड प्रडक्टहरू के हुन्छ होला अभियसली मैले अघि नै भने सर रियाक्सन त्यही हो भन्दै हुन्थ्यो रियाक्सन यहाँ आइसक्यो राइट कार्बन डाइअक्साइड के रहेछ वाटर बनिँदो रहेछ यहाँ एन्ड प्रडक्ट बनिसकेपछि अभियसली एन्ड प्रडक्ट यहाँ एनर्जी पनि बनिन्छ एनर्जी युटिलाइज हुन्छ रहेछ बुझ्नुभएको भएन राइट अब यसको एन्ड प्रडक्ट चाहिँ के हो कार्बन डाइअक्साइड त बनिन्छ अनि यो के हो बेटा इथाइल अल्कोहल बनिने रहेछ बुझ्नुभएको भएन राइट सो एन्ड प्रडक्ट भयो है ओके लार्ज अमाउन्ट अफ एनर्जी इज रिलिज अभियसली अर्गानिजम्सहरू पहिला एनारोबिक थिए इभोल्युसन हुँदै गर्दाखेरि एनारोबिक थिए त्यो पछाडि एरोबिक भएका हुन् नि त तपाईँलाई थाहा छ अर्गानिजम सिम्पल टु द कम्प्लेक्स किन भयो लाइफ इज अल अबाउट द बायोलोजी इज अल अबाउट एनर्जी है बेटा बुझिराख्नुहोस् है लाइफ इज अल अबाउट एनर्जी है अर्गानिजम जति माथि गएको छ कम्प्लेक्स हुँदै गएको छ यसले धेरै एनर्जी के गर्छ युटिलाइज गर्छ है बेटा भनेको धेरै एनर्जी एउटा फुडबाट धेरै एनर्जी के गर्छ निकाल्छ रिलिज गर्छ है बेटा बुझ्नुहोस् है यसबाट एरोबिक रेस्पिरेसन अर्गानिजम त पहिला एनारोबिक थियो नि त लेस अमाउन्ट अफ एनर्जी रिलिज हुँदो रहेछ नि त्यही फुडबाट राइट तर यहाँ हेर्नुहोस् त एरोबिक रेस्पिरेसनमा त्यही फुडबाट के हुन्छ लार्ज अमाउन्ट अफ what energy has been released हुने रहेछ बेटा बुझिराख्नुहोस् है राइट स्मल अमाउन्ट अफ एनर्जी इज लिबरेटेड ड्युरिङ एनारोबिक रेस्पिरेसन ओके भेरी करेक्ट इन एरोबिक रेस्पिरेसन द रेस्पिरेटरी मटेरियल्स आर कम्प्लिटली अक्सिडाइज अघि कसले सोधिरहनु भएको थियो कम्प्लिटली अक्सिडाइज भनेको के हो अघि पनि मैले भने C6H12O6 राइट यही छ C6H12O राइट O2 यहाँ छ राइट यहाँ हेर्नुहोस् त कम्प्लिटली अक्सिडाइज यहाँ ग्लुकोज छ यो प्रोडक्टमा ग्लुकोज छैन नि त अनि कम्प्लिटली भयो भनेको राइट ल्याक्टिक एसिड पनि हुन्छ यस ल्याक्टिक एसिड पनि हुन्छ है एनारोबिक रेस्पिरेसनमा राइट हाम्रोमा चाहिँ ल्याक्टिक एसिड हुन्छ म पछाडि कुरा गर्छु तपाईँलाई यसको अर्को फर्मेट छ म कुरा गर्छु तपाईँलाई है त ठिक छ बुझ्नुभएको भएन ओके एनारोबिक रेस्पिरेसन द रेस्पिरेटरी मटेरियल्स आर इनकम्प्लिटली अक्सिडाइज राइट इनकम्प्लिटली अक्सिडाइज भनेको के पाउनुहुन्छ तपाईँले अरू कम्पाउन्डहरू पाउनुहुन्छ जस्तो ल्याक्टिक एसिड पाउनुभयो राइट तपाईँले यहाँ के पाउनुहुन्छ इथाइल अल्कोहल पाउँदै हुनुहुन्छ बुझ्नुभएको भएन राइट भनेको यहाँ के युज भएको थियो ग्लुकोज युज भएको थियो यो ग्लुकोज भनेको के हो हाइड्रोकार्बन हो नि तपाईँले यहाँ पनि हाइड्रोकार्बन नै पाइरहनु भएको छ कि इनकम्प्लिट भयो नि त राइट तर तपाईँले यहाँ त पाउनु भएको छैन राइट ड्युरिङ एरोबिक रेस्पिरेसन 38 मोलिक्युल्स अफ के एटिपी राइट 38 एटिपी मोलिक्युल्स आर जेनरेटेड 38 मोल्स के हुने रहेछ जेनरेट हुने रहेछ ड्युरिङ दिस के रहेछ बेटा 2 मोल्स अफ एटिपी मात्रै के हुने रहेछ एटिपी भनेको एनर्जी हो कि होइन भनेपछि लेस अमाउन्ट अफ एनर्जी भयो यहाँ हायर अमाउन्ट अफ एनर्जी भयो बेटा राइट ओके कम्प्लिट अक्सिडेसन भएर बेटा कम्प्लिट अक्सिडेसन भएर चाहिँ लार्ज अमाउन्ट अफ एनर्जी निक्लेको हो ओके रियाक्सन हेर्नुभयो भने यहाँ मैले अघि नै गरिसकेको छु राइट यहाँ 686 किलो क्यालोरिज के हुने रहेछ एनर्जी रिलिज हुने रहेछ यहाँ चाहिँ 50 किलो क्यालोरिज अफ एनर्जी रिलिज हुने रहेछ बेटा राइट बुझ्नु भएन एरोबिक र एनारोबिकमा 4.1234 के भयो लिबरेटेड ड्युरिङ एरोबिक रेस्पिरेसन 4th पोइन्ट फेरि भन्नु यहाँ चाहिँ कम्प्लिट अक्सिडेसन भयो नि त बेटा बुझ्नु भएन त्यसले गर्दा यहाँ के भयो एनर्जी धेरै रिलिज भयो यहाँ चाहिँ इनकम्प्लिट हुन्छ त्यसले गर्दा कम्ती एनर्जी रिलिज हुन्छ भनेको सोनी घिमिरे बुझ्नुभयो ओके 36 कति बेला हो त सर हो 36 कति बेला हुने भन्दाखेरि चाहिँ यो 2 एटिपीलाई तपाईँले के यहाँ हेर्नुहोस् है पहिल्यै साइटोप्लाज्ममा भाग्छ छैन हो तपाईँहरूले यस्तो कुराहरू बुझ्नुपर्छ के
तपाईँ हेर्नुहोस् त यो पहिल्यै साइटोप्लाज्ममा भइसकेपछि त साइटोप्लाज्ममा भएर त 2 ATP त निक्लिँदो रहेछ नि त अनि खेर मात्रै यो माइटोकन्ड्रियामा जाने हो नि त माइटोकन्ड्रियाभित्र चाहिँ 36 सटल भन्छौँ के कहाँबाट एन्ट्री गरेको भनेर भन्छौँ राइट साइटोप्लाज्ममा नभइकन माइटोकन्ड्रियामा मात्रै भयो भने 36 भन्नु पर्यो राइट तर यो त हेर्नु साइटोप्लाज्मको थ्रुबाट गइसकेछ भने चाहिँ यहाँ 2 ATP त बनिसकेको छ नि त बुझ्नु भएन सो द्याट इज इट ओके बुझ्नु भएन यहाँसम्म ठिक छ ओके बुझ्नुभयो अब अरू बुझ्नु मन पर्यो भनेदेखि तपाईँले अरू खोज्नु पर्यो तर योभन्दा बियोन्ड जानु पर्दैन भन्दैछु मैले हामी कोही बेला भित्र पसेर बिग्रिन्छौँ है बेटा है भन्दा तपाईँलाई सुन्दाखेरि असजिलो लाग्नु सक्ला राइट सो द्याट इज इट ओके योभन्दा बियोन्ड जानै पर्दैन के बेटा राइट ओके सो द्याट इज इट डन यस लेख्नुहोस् त बुझ्यो यस लेख्नुहोस् धेरै एनर्जी किन भएको रहेछ भन्दाखेरि कम्प्लिट ब्रेकडाउन अफ द फुड हुँदो रहेछ राइट कम्ती एनर्जी किन रिलिज भएको रहेछ इनकम्प्लिट ब्रेकडाउन अफ द फुड हुँदो रहेछ यति त हो नि बेटा राइट एरोबिकमा धेरै अमाउन्ट अफ एनर्जी रिलिज हुने रहेछ 686 किलो क्यालोरिज अफ एनर्जी रिलिज हुँदो रहेछ यहाँ कति रहेछ 50 किलो क्यालोरिज अफ एनर्जी रहेछ अब फेरि तपाईँले के गर्नुहुन्छ तपाईँले यहाँनिर के गर्दै हुनुहुन्छ अघि एउटा लेख्दै हुनुहुन्थ्यो सर 2 मोल्स अफ एटिपी भनेपछि 1 एटिपी इज इक्वल्स टु 25 किलो क्यालोरिज हो भन्दै हुन्थ्यो राइट यहाँ मिल्दैन फेरि यहाँ मिल्दैन बुझ्नु होला राइट देयर आर डिफरेन्ट मेकानिजम्स टु फाइन्ड आउट द एनर्जी राइट lactic acid formation cycle is Corey's cycle lactic acid formation I exactly don't know तपाईले प्लिज put this question into the what is it called the ask section मा हाल्दिनुस् है त I'll see to that है त बन्दना भट्ट है ओके फाइन अब हामी टाइप्स अफ रेस्पिरेसन मा छौं टाइप्स अफ रेस्पिरेसन अघिको चाहिँ के थियो एरोबिक र एनारोबिक थियो भनेपछि तपाईलाई के चाहिन्छ त राइट भनेको तपाई अक्सिजनको प्रेजेन्समा रेस्पिरेसन गर्न सक्ने हो कि एब्सेन्स अफ अक्सिजनमा गर्न सक्ने हो त्यसलाई हामीले एरोबिक र एनारोबिक रेस्पिरेसन भनेर भन्यौं राइट ओके करी साइकल मसल्समा हुन्छ यस करी साइकल भन्नुभएको छ गौरवले ओके ल ल्याक्टिक एसिड फर्मेसनको साइकललाई इन ह्युमन्स कल एज करी साइकल ओके अब यहाँ हेर्नुहोस् त अब यो डाइरेक्ट र इन्डाइरेक्ट रेस्पिरेसन भनेको छ यहाँ राइट अघिको चाहिँ के थियो प्रेजेन्स के को प्रेजेन्समा हो त राइट अक्सिजनको प्रेजेन्समा हो भने एरोबिक अक्सिजनको एब्सेन्समा हो भने एनारोबिक तर यो चाहिँ टाइप्स अफ डाइरेक्टली इन्डाइरेक्ट भन्छ एक्सचेन्ज अफ ग्यासेस टेक्स प्लेस डाइरेक्टली विथ द बडी यस्तो भनेको यो चाहिँ के भयो अर्गानिजम भयो राइट तपाईँ लोअर ग्रेड अफ बडी अर्गानिजम भएको अर्गानिजमहरूमा पाउनुहुन्छ कि यसको चाहिँ यो के भयो बेटा यो बडी सर्फेस भयो राइट यसकोमा के छैन अर्गन सिस्टम ग्रेड अफ बडी अर्गानाइजेसन छैन राइट भनिसकेपछि यहाँ के हुन्छ त रेस्पिरेसन डिफ्युजन अफ द ग्यासेस टेक्स प्लेस वाट विथ द बडी इट्सेल्फ डाइरेक्टली राइट जस्तो अर्थमा हामीले पढ्यौँ नि होइन अर्थमा के भएको थियो अर्थमा के थियो क्युटिनियस रेस्पिरेसनको कुरा गरेको थियौँ नि हामीले होइन राइट बडी सर्फेसबाटै भएको थियो नि त बुझ्नु भएको भएन राइट उनीहरूको भन्दा अर्गन थिएन रेस्पिरेटरी अर्गन्सहरू थिएन राइट सो द्याट इज इट लोअर ग्रुप्स अफ अर्गानिजम्स विदाउट रेस्पिरेटरी अर्गन्स जुन चाहिँ अर्गानिजम्सहरूमा रेस्पिरेटरी अर्गन्स हुँदैन उनीहरूले सास त फेर्नु पऱ्यो नि त राइट के लेखेको छ त भन्दाखेरि बडी सर्फेस भनेको ग्यासेस कम्स इन डाइरेक्ट कन्ट्याक्ट विथ द बडी राइट अनि बडी सर्फेसबाट नै यसलाई के गरिन्छ त भित्र र बाहिर फाल्ने काम अब भित्र मात्रै लगेर त भएन नि फेरि बाहिर पनि फाल्नु पऱ्यो नि यो चाहिँ बडी सर्फेसले नै गर्दो रहेछ जेनरल बडी सर्फेसबाट यस बुझ्नु भएन जेनरल बडी सर्फेस किन भेरी सिम्पल हेर त लजिक लगाउ न बेटा किन भन्दाखेरि रेस्पिरेटरी अर्गन चाहिँ छैन त रेस्पिरेसन त गर्नु पऱ्यो किनभने यो अर्गानिजम लोअर ग्रुप अफ अर्गानिजम भयो नि त खाना त खान्छ यसले खाना खाइसकेपछि यो अक्सिडेसन हुनुपर्छ पर्दैन फुड त अक्सिडाइज हुनु पऱ्यो नि त नभए त एनर्जी निक्लिँदैन नि लाइफ इज डाइरेक्टली प्रोपोर्सनल टु एनर्जी भनिसकेको छु नि त मैले राइट सो द्याट इज भेरी भेरी इम्पोर्टेन्ट अब अर्को चाहिँ के छ बेटा अर्को चाहिँ इन्डाइरेक्ट रेस्पिरेसन छ एक्सचेन्ज अफ ग्यासेस टेक्स प्लेस थ्रु दि अर्गन सिस्टम हायर तपाईँले एक्ज्याक्टली अर्गन सिस्टम ग्रेड अफ बडी अर्गनाइजेसन तपाईँले एनालिडा भन्दा माथिबाट पाउनुहुन्छ नि त होइन राइट ट्र्याकियाहरू जस्तो तपाईँ आर्थ्रोपोडामा जानुभयो भने के पाउनुहुन्छ ट्र्याकिया पाउनुहुन्छ राइट एक्वेटिक फर्ममा गिल्सहरू पाउनुहुन्छ राइट देयर लट अफ थिङ्स है सो एक्सचेन्ज अफ द ग्यासेस टेक्स प्लेस थ्रु दि अर्गन सिस्टम अरे राइट जस्तो एनालिडामा भएन तर आर्थ्रोपोडामा एक्वेटिकै छ भने गिल्सबाट हुन्छ होला राइट अर्को चाहिँ के हुन्छ ट्र्याकियाबाट हुन्छ इन्सेक्ट्सहरूमा बुझ्नु भएको भएन राइट ओके सो अर्गन सिस्टम ग्रेड अफ बडी अर्गनाइजेसन भएको अर्गानिजम्सहरूमा चाहिँ थ्रु के अर्गन सिस्टम हुने रहेछ राइट हाम्रो पनि अर्गन सिस्टममा छ नि लङ्सबाट गर्छौँ हामी एक्सचेन्ज अफ द ग्यासेस होइन सो द्याट इज इट है त ओके नाउ अब आई वाज टकिङ अबाउट दिस इज भेरी इन्ट्रेस्टिङ है भेरी इन्ट्रेस्टिङ अघि तपाईँले कतिले 36 भनिरहनु भएको थियो कतिले चाहिँ 36 कतिले 38 भन्दै हुनुहुन्थ्यो न यहाँ हेर्नुहोस् ब्रेकडाउन अफ द ग्लुकोज बाई भेरियस पाथवेज एरोबिक होस् एनारोबिक होस् खाएको त फुड हो फुड पहिला कहाँ जाने बेटा साइटोप्लाज्ममा सुन्नुहोस् है राइट ओके साइटोप्लाज्ममा गयो अब यो चाहिँ के भयो त 3 कार्बन मोलिक्युलमा ब्रेक भइसक्यो बेटा बुझ्नुहोस् है 3 कार्बन मोलिक्युलमा ब्रेक भइसक्यो पाइरुवेटमा के भयो ब्रेक भइसक्यो साइटोप्लाज्ममा ब्रेक हुँदो रहेछ है
अब चाहिँ प्रेजेन्स और एब्सेन्स अफ द अक्सिजनको कुरा गर्छौँ के बुझ्यौ नि सो यो एरोबिक रेस्पिरेसन होस् एनारोबिक रेस्पिरेसन फर्स्टमा त कहाँ जानु पर्दछ साइटोप्लाज्ममा जानु पर्दो रहेछ त यो फुड त ब्रेक हुनुपर्ने रहेछ नि त बुझ्नुभएको होइन पार्सियली त ब्रेक हुनुपर्ने रहेछ अब यो जुन चाहिँ पाइरुवेट बनेको छ एब्सेन्स अफ अक्सिजनमा भयो अरे एनारोबिक भयो भनेदेखि यहाँ के हुनेछ इथेनोल राइट एल्कोहल बनिन्छ यहाँ कार्बन डाइअक्साइड र एनर्जी लेस अमाउन्ट अफ एनर्जी बन्यो यहाँ ठिक छ बेटा अर्को चाहिँ के भयो प्रेजेन्स अफ अक्सिजन हाम्रै कुरा गरौँ यो त कहाँ भयो हेर्नुहोस् साइटोप्लाज्ममा सम पार्ट ब्रेक भइसकेको छ अब कम्प्लिटली ब्रेक हुने यो कहाँ गएको छ सेलको पनि कहाँ माइटोकन्ड्रियाभित्र छ माइटोकन्ड्रियाभित्र गइसकेपछि यहाँ के भयो कार्बन डाइअक्साइड वाटर र एनर्जी रिलिज भयो कम्प्लिट अक्सिडेसन भएको हुनाले यहाँ धेरै अमाउन्ट अफ अक्सिजन के धेरै अमाउन्ट अफ एनर्जी रिलिज हुन्छ ठिक छ नि यहाँसम्म बुझ्नु भएन अब हेर्नुहोस् ल्याक अफ अक्सिजन तपाईँ एरोबिकै हो हाम्रै कुरा गर्दैछौँ इन ह्युमन मसल सेल्स भनेर भन्दैछौँ करिज साइकलको कुरा गर्दैथ्यौँ राइट यहाँनिर ल्याक्टिक एसिड फर्मेसनको कुरा गरेका थियौँ अघि हामीले त्यही भनेको होइन अघि कसले भनेको यस यो टकिङ अबाउट दिस करिज साइकल अघि को हुनुहुन्थ्यो समथिङ घिमिरे हुनुहुन्थ्यो हो यहाँ हेर्नुहोस् त यहाँ के भयो प्रेजेन्स अफ अक्सिजनमा कम्प्लिट ब्रेकडाउन भइहाल्यो राइट बुझ्नुभएको होइन राइट तर यहाँ हेर्नुहोस् त यहाँ यो चाहिँ के गरेको सर यो के गरेको यहाँ हेर्नुहोस् है यो के गरेको यहाँ हेर्नुहोस् त तपाईँ कोही बेला तपाईँ हामीले कुद्दाखेरि अथवा म्यासिभ वर्कआउट्सहरू गर्दाखेरि गर्छौँ नि हामी होइन सास छिटो फेर्छौँ नि है किन फेरेको किनभने तपाईँको बडीमा भएको फुडलाई ब्रेकडाउन गर्नको लागि यहाँ के चाहिएको छ अक्सिजन चाहिएको छ नि त अक्सिडेसनको लागि राइट तपाईँ कुद्दै हुनुहुन्थ्यो तपाईँले कुद्न सक्नु भएन तपाईँ छोडिदिँदै हुन्थ्यो तपाईँको बाबा छेउमा आएर हे कुद 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 जित्नुपर्छ म्याराथन भनेर भन्नुभयो तपाईँ कुदिदिनु भयो है कुद्नु भयो राइट तपाईँले म्याराथन पनि जित्नु भयो तर तपाईँ भोलिपल्ट उठ्नै सक्नुहुन्न किनभने तपाईँको बडीमा ल्याक्टिक एसिडको डिपोजिसन हुन्छ नि याद गर्नुभएको छ तपाईँहरू नकुदी बसेको एक्सर्साइज नगरिकन बसेको एकैबाट एक्सर्साइज गऱ्यो भने के हुन्छ भोलिपल्ट दुख्छ नि राइट सो द्याट इज इट बुझ्नुभयो नि राइट सो द्याट इज इट है बेटा बुझ्नुहोस् है यो चाहिँ के हुन्छ त यो चाहिँ डिपोजिट भएर बस्दिन्छ अनि मसल्समा डिपोजिट भइसकेपछि यो दुख्ने मसल्सहरू दुख्ने कारण चाहिँ यो बेटा बुझ्नुभएको भएन यहाँ बुझ्नुभयो यो बुझ्नुभयो इट्स भेरी सिम्पल फुड आयो फुड ग्लुकोज पहिला साइटोप्लाज्ममा पुग्यो पाइरुवेटमा ब्रेकडाउन भयो अब चाहिँ यो तीनटा मेकानिजममा जाने रहेछ राइट अब तीनटा मेकानिजम चाहिँ एउटा चाहिँ एब्सेन्स अफ अक्सिजन इस्टमा राइट अब यो इस्ट हाम्रो यो इथानल भनेको यो चाहिँ ब्रुअरीहरूतिर युज हुन्छ है बेटा बुझ्नुहोस् है ब्रुअरी भनेको बुझ्नुहुन्छ रक्सी बनाउने कारखाना बियर विस्कीहरू बनाउने ठाउँमा चाहिँ यो युज हुन्छ यो इस्ट भनेको मर्चा बुझ्नुभयो नि नेपालीमा मर्चा भन्छ तपाईँहरूले त बुझ्नुहुन्न अब हामी त गाउँको मान्छे हो त्यसले गर्दाखेरि बुझ्छौँ होइन तपाईँहरूले बुझ्नुहुन्न जाँड रक्सी बनाउनलाई चाहिँ यो इस्ट चाहिन्छ के बुझ्नुभयो नि राइट सो यसले चाहिँ के बनाउँदैछ इथानल बनाउनु रहेछ ठिक छ बेटा ओके एक्सर्साइज गरेपछि बडी टाइट हुन्छ ल्याक्टिक एसिड एक्युमुलेट भएर हो बडी टाइट हुने होइन बडी टाइट ल्याक्टिक एसिडले गर्दा होइन है इन्स्टेन्टली तपाईँले रेगुलरली गर्नु भने तपाईँको बडी दुख्दैन नि टाइट त मसल्सहरू बनेर भएको नि राइट तर एकै दिन गर्नुभयो अनि छोड्नुभयो भने चाहिँ दुख्छ भनेको मात्रै है पाइरुवेट भनेको वान अफ द प्रोडक्ट अफ दिस तीनटा कार्बन मोलिक्युल भएको के बेटा ग्लुकोजमा 6वटा छ नि त छोरो बुझ्यो न तीनटा कार्बन मोलिक्युल भएको कम्पाउन्डलाई पाइरुवेट भन्ने हो बुझ्यो मा जाँदा 6बाट 3 हुन्छ र हो सर एटिपी 2वटा अब हेर्नु न यही यता गइसकेपछि त दुई मोलिक्युल अफ एटिपी मात्रै निक्लिने रहेछ नि त बुझ्नु भएन त्यही भन्न खोजेको यहाँ है ठिक छ ओके बुझ्नु भएन अब यो चाहिँ के माइटोकन्ड्रियाभित्र भयो माइटोकन्ड्रियाभित्र गर्दा कम्प्लिट भयो होइन अब यो चाहिँ के हो तपाईँ एरोबिक अर्गानिजम हो एरोबिक रेस्पिरेसन गर्नुहुन्छ तर कोही बेला तपाईँलाई बडी डिमान्ड्स मोर अक्सिजन के when you work out massively होइन यति बेला चाहिँ के हुने रहेछ त हाम्रोमा पनि एनारोबिक रेस्पिरेसन हुन्छ मसल्समा राइट जहाँनिर चाहिँ के हुनेछ ल्याक्टिक एसिडको फर्मेसन हुन्छ भनेर मात्रै बुझ्नुहोस् न भइहाल्यो अपार्ट फ्रम दिस हाम्रो बडीमा आरबिसीमा के हुँदैन माइटोकन्ड्रिया हुँदैन माइटोकन्ड्रिया नभइसकेपछि यहाँ पनि एनारोबिक रेस्पिरेसन बनिन्छ अनि हाम्रोमा इथानोल बनिन्छ बेटा है एल्कोहल बनिन्छ है आरबिसीमा चाहिँ के बनिन्छ बेटा एल्कोहल बनिँदो रहेछ बुझ्नुभयो राइट आरबिसीमा है याद गर्नुहोस् है आरबिसीमा के हुँदैन माइटोकन्ड्रिया हुँदैन नि त माइटोकन्ड्रिया नभइसकेपछि यहाँ चाहिँ के हुन्छ एनारोबिक रेस्पिरेसन हुनेछ भनेपछि हाम्रो बडीमा एक्सेसिभ सप्लाई अफ अक्सिजन भएन भने जति बेला बडीलाई चाहिएको हुन्छ यति बेला पनि एनारोबिक रेस्पिरेसन हुनसक्छ र आरबिसीमा जहिले पनि एनारोबिक रेस्पिरेसन हुन सक्ने रहेछ राइट मसल्समा ल्याक्टिक एसिड बनिन्छ भने आरबिसीमा चाहिँ के बनिन्छ इथानोल भनेको एल्कोहल बनिँदो रहेछ राइट इन ह्युमनको बुझेन भनेको बेटा
यस्तो भनेको तपाईँ र हामी त सबैजना एरोबिकै गर्छौँ नि हैन तपाईँ यहाँबाट यहाँ आउनुभयो यहाँबाट हामी यहाँ आयौँ के तर कोही कोही बेला तपाईँलाई धेरै अक्सिजन चाहिन सक्छ के तपाईँहरू कुद्दाखेरि श्वास गरेको कारण के हो तपाईँको बडीलाई एनर्जी चाहिएको नि एनर्जी त कसरी आउँछ अक्सिजनले अक्सिडाइज गर्नु पर्यो नि त फुडलाई सो यसको लागि डिमान्ड अफ अक्सिजन बढी भएको मात्रै हो के सो श्वास गरेर तपाईँले लिनुहुन्छ तर त्यो लिइरहेको अक्सिजनले पनि एनर्जी तपाईँको बडीले चाहेको जति एनर्जी निकाल्नु सकेन भने चाहिँ तपाईँको बडीमा चाहिँ एनारोबिक रेस्पिरेसन हुन्छ भनेको बेटा यति मात्रै बुझिदिनुहोस् न है बुझ्नुभयो रेगुलर वर्कआउट गर्दा ल्याक्टिक एसिड डिपोजिट फेरि घट्दै जान्छ यस 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 तपाईँ युज टु हुनुभयो नि त तपाईँको बडीलाई यहाँ त केही पनि भएको होइन कि बेटा तपाईँको बडी चाहिँ एउटा पेसमा गइरहेको थियो यु चेन्ज द पेस तपाईँको बडीलाई बडी एनर्जी चाहियो भन्नुको अर्थ बडी एनर्जी भनेको बडी अक्सिजन हो नि त बडी अक्सिजन भइसकेपछि त्यति त पाउँदैन यसले बडीले त युटिलाइज गर्न सक्दैन भनेपछि त्यो इनिसियल फेजमा चाहिँ यसले के गर्छ त यसले चाहिँ के बनाउने रहेछ त बेटा ल्याक्टिक एसिड्सहरू बनाउने रहेछ के बुझ्नु भएन राइट त्यति मात्रै भनेको है ओके ओके भयो बेटा सो दिस इज इट तपाईँको बडी एउटा पेसमा गइरहेको बेलामा एब्नर्मली तपाईँको बडीमा बडी एनर्जी चाहियो भन्नुको अर्थ अक्सिजन बढी चाहिन्छ अक्सिजनले पनि एनर्जी त दिन्छ फुड ब्रेक गर्छ तर त्यसले पनि सफिसियन्ट भएन भनेको केसमा है एक्सट्रिम केसमा मात्रै एनारोबिक रेस्पिरेसन हुन्छ भनेको गर्दा त अक्सिजन नि त बडी इनहेल हुन्छ हो अक्सिजन बडी इनहेल हुन्छ र त तपाईँले एक्सर्साइज गर्नलाई बडी एनर्जी पाउनुहुन्छ त नि बेटा अघि नै मैले तपाईँलाई के भनेको थिएँ लाइफ इज डाइरेक्टली प्रोपोर्सनल टु के भनेको थिएँ एनर्जी बिना त तपाईँले केही नि गर्न सक्नुहुँदैन नि त यो एनर्जी इज डाइरेक्टली प्रोपोर्सनल टु के रहेछ अक्सिजन रहेछ नि त अक्सिजन राइट एनर्जी चाहिँ एनर्जी इक्विभ्यालेन्ट टु अक्सिजन भनौँ न राइट इज डाइरेक्टली प्रोपोर्सनल टु फुड हो क्या यो फुड ब्रेक हुनु त अक्सिजन चाहिएको छैन राइट लाइफ इज डाइरेक्टली प्रोपोर्सनल एनर्जी इज डाइरेक्टली प्रोपोर्सनल टु अक्सिजन होइन राइट भनेको एनर्जी बढी हुनु भनेको अक्सिजन पनि बढी हुनु हो क्या बुझ्नु भएको भएन राइट ओके एनारोबिकमा 2 सर एनारोबिकमा 2 पाइरुवेटबाट ब्रेक भयो भने र हो कि ग्लाइकोलाइसिसबाट अभियसली ग्लाइकोलाइसिस त यो प्रोसेस हुन्छ नि सेलभित्र प्रोसेस हुने कुरा हो नि त बेटा राइट सो दिस इज इट है मैले तपाईँलाई रेस्पिरेसन पढाइरहेको छु अहिले ग्लाइकोलाइसिस होइन है ओके ल भएन यो बुझ्नुभयो अब यो पनि अब आज हेर्नुहोस् बुझ्नु भएन भने तपाईँले यु क्यान आस्क मी इन आस्क सेक्सनमा सोध्न सक्नुहुन्छ राइट यति इज मोर देन इनफ इट इज मोर देन इनफ ओके राइट अब हामी अगाडि बढ्छौँ है त ओके स्टेप्स इन एरोबिक रेस्पिरेसन के हुन्छ त हामी हेर्छौँ अब राइट कतिवटा स्टेपमा सिद्धिन्छ त राइट फर्स्टमा के हो ग्यासेस एक्सचेन्ज बिट्विन एटमोस्फियर एन्ड द लङ्स पल्मोनरी भेन्टिलेसन BREATHING भनेर भन्छौँ है तर यो ब्रिदिङमा यता हेर्नुहोस् है ब्रिदिङ चाहिँ के छ ब्रिदिङ फेरि दुईटा है इनहेलेसन र एक्सहेलेसन तपाईँले राम्ररी बुझ्नु खोज्नुभयो भने इनहेलेसन भनेको इन्टेक हो राइट यो के हो एटमोस्फियरबाट कहाँ लङ्ससम्म मात्रै हो एक्सहेलेसन भनेको के हो लङ्स टु द एटमोस्फियर हो बुझ्नु भएको भएन राइट सो यो ब्रिदिङमा पहिलो स्टेपमा चाहिँ यो पर्दैन है एक्सहेलेसन पर्दैन है बेटा बुझिराख्नुहोस् है राइट तपाईँ हामी फर्स्टमा के गर्छौँ यसरी बुझौँ न हामीले सास फेर्यौँ सास फेर्दा एटमोस्फेरिक एयर लियौँ नि त एटमोस्फेरिक एयर लिएपछि के हुन्छ अब अक्सिजन डिफ्युज हुन्छ कहाँ लङ्समा लङ्सको एल्भियोलाईबाट ब्लड भेसल्समा डिफ्युजन अफ द ग्यासेस टेक्स प्लेस बिट्विन द एल्भियोलाई एन्ड द ब्लड भेसल्स जहाँबाट अक्सिजन लिएर जान्छ यसले बुझ्नुभयो नि अब फेरि के हुन्छ अक्सिजनको ट्रान्सपोर्ट भइसकेपछि यो जहाँनिर अक्सिजन चाहिनु पर्ने हो त्यहाँनिर के हुन्छ यो ब्रेक हुनुपर्छ अक्सिहेमोग्लोबिन ब्रेक्स इन्टु वाट अक्सिजन हेमोग्लोबिन राइट अब के हुने रहेछ ब्लड भेसल्स र टिस्युको बिचमा के हुन्छ डिफ्युजन अफ द ग्यासेस टेक्स प्लेस राइट बुझ्नुभयो नि अब के भयो अब चाहिँ अक्सिजन टिस्युभित्र पस्यो के बुझ्नु भएन फर्स्टमा के भयो अरे फर्स्टमा एटमोस्फियरबाट कहाँ आयो लङ्समा आयो त्यो पछाडि के भयो लङ्स एन्ड के ब्लड भेसल्समा डिफ्युजन भयो अब के भयो बेटा फेरि अब के भयो ब्लड भेसल्सबाट के भयो ब्लड भेसल्सबाट राइट ब्लड भेसल्सबाट यो कहाँ जान्छ टिस्युभित्र जान्छ राइट बुझ्नुभयो नि यहाँ पनि डिफ्युजन हुन्छ राइट यहाँ पनि डिफ्युजन हुन्छ राइट अब यहाँ टिस्युमा भएको जुन चाहिँ रेस्पिरेसन हुन्छ इन्टरनल रेस्पिरेसन टिस्यु रेस्पिरेसन यो रेस्पिरेसन भइसकेपछि के हुन्छ यो चाहिँ के हुन्छ यहाँ त अब कार्बन डाइअक्साइड बनिन्छ
CO2 अब यो CO2 चाहिँ जस्ट उल्टा हुन्छ टिस्युबाट ब्लडमा जान्छ राइट ओके अब यहाँ के भयो ब्लड भेसल्सबाट लङ्सको एल्भियोलाइमा जान्छ अनि बाहिर जाँदछ अनि यसलाई चाहिँ एक्सहेलेसन भन्ने हो के अनि यसलाई चाहिँ के भन्ने एक्सहेलेसन भन्ने है राइट पल्मोनरी भेन्टिलेसन भनेको इनहेलेसन अफ द एयर हो सर इनहेलेसन र एक्सहेलेसनलाई चाहिँ पल्मोनरी भेन्टिलेसन भनेर भन्छौँ है बुझ्नुभएको भएन राइट भनेको ब्रिदिङको दुईटा पार्ट हो के यो राइट अब यहाँ चाहिँ तिमीलाई पल्मोनरी भेन्टिलेसन चाहिँ यो इनहेलेसनलाई नै भन्यौँ एक्सहेलेसनलाई दुईटालाई कम्बाइन गरेर भन्नुपर्छ तर यहाँ त इनहेलेसन त भएको छ नि त्यसले गर्दा यसलाई हामीले के भनेको पल्मोनरी भेन्टिलेसन भनेर भनेको है ठिक छ सो तिमीले सिम्पल भाषामा बुझ्ने हो भने यहाँ के हुनु पर्यो भन्दाखेरि चाहिँ एयर सुड कम फ्रम द एटमोस्फियर राइट कहाँबाट बाबा एटमोस्फियरबाट कहाँसम्म लङ्ससम्म दिस इज द फर्स्ट स्टेप रहेछ दिस इज वान पार्ट अफ द ब्रिदिङ हो है बेटा बुझ्नुहोस् है ग्लुकोजबाट सुरु हुन्छ कि पाइरुभिक एसिडबाट रेस्पिरेसन ग्लुकोजबाट सुरु हुन्छ कि पाइरुभिक एसिडबाट र पाइरुभिक एसिड त ब्रेक भएर बनेको बेटा ग्लुकोजबाट सुरु गरौँ न है ठिक छ ओके अब अर्को के छ बेटा ग्यासेस एक्सचेन्ज ग्यास त आयो एटमोस्फियरबाट ग्यास कहाँ आएको छ लङ्समा आएको छ राइट लङ्सको पनि कहाँ पुग्छ एल्भियोलाइमा पुग्छ एल्भियोलाई द स्ट्रक्चरल एन्ड द फङ्सनल युनिट अफ के हो लङ्स हो भनेपछि एल्भियोलाइबाट ब्लडमा जाने रहेछ सेकेन्ड फेज बुझ्ने कोसिस गर्नुहोस् है प्लिज है राइट भेन्टिलेसन भनेको बाबा बाहिरबाट भित्रबाट बाहिर आउनु के तिम्रो घरमा यो रुम इज भेन्टिलेटेड अर नट भेन्टिलेसन भनेको सुन्नु भएको छ रुम्सहरू भेन्टिलेटेड हुनुपर्छ हावा सर्कुलेट हुने रुमलाई हामी भेन्टिलेसन भनेर भन्छौँ राइट ओके ओके ग्यासेस एक्सचेन्ज बिट्विन अब कहाँ पुग्यो बेटा अब ब्लडमा पुग्यो राइट के अक्सिजन ब्लडमा पुग्यो थर्डमा के हुन्छ ट्रान्सपोर्ट अफ ग्यासेस राइट ग्यास ट्रान्सपोर्ट त हुनु पर्यो ट्रान्सपोर्ट केले गर्ने रहेछ ब्लडले गर्ने रहेछ नि त बुझ्नुभएको भएन थर्ड पार्ट भयो अब फोर्थ पार्ट के हुन्छ ग्यासेस एक्सचेन्ज बिट्विन द ब्लड अब यो ग्यास त कहाँ छ ब्लडमा छ अनि यो कहाँ जानुपर्छ टिस्युमा जानुपर्छ यो एक्ज्याक्टली भन्न खोजेको अक्सिजन हो बुझ्नु होला फेरि राइट बुझ्नुभएको भएन यो एक्ज्याक्टली भन्न खोजेको अक्सिजन हो अब यहाँनिर लङ्स एन्ड द ब्लड राइट ट्रान्सपोर्ट अफ द ग्यासेस भनेको छ अब यो चाहिँ दुइटै भन्न खोजेको CO2 एन्ड अक्सिजन भनेको कार्बन डाइअक्साइड एन्ड अक्सिजन भन्न खोजेको बुझ्नु भएन ग्यासेस एक्सचेन्ज बिट्विन द ब्लड एन्ड द टिस्यु बुझ्नुभयो ब्लडले क्यारी गरेर लिएर गयो राइट अक्सिजनको कुरा गर्दैछौँ यहाँ राइट अक्सी हेमोग्लोबिन भएर गयो जुन चाहिँ टिस्युलाई चाहिन्छ त्यहाँ गएपछि यो के हुन्छ ब्रेक हुन्छ राइट अनि यो के बनिन्छ हेमोग्लोबिन र अक्सिजन बनिन्छ अनि अक्सिजन डिफ्युज हुनु पर्यो नि त अब कहाँ पुग्ने रहेछ टिस्युमा अब टिस्युमा गइसकेपछि के हुन्छ त टिस्युमा त सेलुलर रेस्पिरेसन हुन्छ अघि पनि मैले तपाईँलाई भनिसकेको छु ग्लुकोज अक्सिडाइज बाई अक्सिजन राइट विल गिभ कार्बन डाइअक्साइड वाटर एन्ड के पाउने रहेछ बेटा एन्ड एनर्जी पाउने रहेछ अब यहाँ के को फर्मेसन भयो अब कार्बन डाइअक्साइड फर्मेसन भयो नि अब कार्बन डाइअक्साइड अब के हुन्छ यो टिस्युबाट ब्लडमा जान्छ राइट अब ट्रान्सपोर्ट हुने रहेछ कार्बन डाइअक्साइडको यो पछाडि के हुन्छ ब्लडबाट यो लङ्समा आउँछ राइट अनि लङ्सबाट बाहिर जान्छ लङ्स टु द एटमोस्फियर बुझ्नुभएको भएन दुई ग्यास के एक्सचेन्ज हुन्छ सर दुई ग्यास के एक्सचेन्ज हुन्छ भने के हो टिस्युमा इन्ट्रा अर एक्स्ट्रा सेलुलर रेस्पिरेसन एक्स्ट्रा सेलुलर भनेको सेलभन्दा बाहिर भनेको के छोरा यो त टिस्युभित्र त इन्ट्रासेलुलर हुन्छ नि हामी त इन्ट्रासेलुलरको कुरा गरिरहेको छौँ नट एक्स्ट्रा सेलुलर सेलुलर रेस्पिरेसन मिन्स सेलुलर रेस्पिरेसन भनेको बेटा सेलभित्र हुने रेस्पिरेसन भनेको सेलभित्र के राइट बुझ्नु भने टिपिकल सेलभित्र हामीले रेस्पिरेसन त गऱ्यौँ हाम्रो बडीमा ग्यासेस त आयो होइन अक्सिजन पनि गयो तर जहाँ हुन्छ जुन चाहिँ सेलमा हुन्छ त्यसलाई चाहिँ जुन चाहिँ सेलमा हुन्छ त्यसलाई सेलुलर रेस्पिरेसन भनेको सेलुलर रेस्पिरेसनलाई हामी टिस्यु रेस्पिरेसन पनि भन्छौँ है सेलुलर रेस्पिरेसनलाई हामी टिस्यु रेस्पिरेसन पनि भन्छौँ 1 मोल अफ हेमोग्लोबिन क्यान क्यारी 4 मोल्स अफ अक्सिजन कम अन राइट ल हामी यो आउँछ अहिले मैले जे पढाउँदैछु त्यो पढ्दै गर्नुहोस् यी सबै कुरा आउँछन् कति क्यारी हुन्छ के हुन्छ हामी सबै कुराहरू गर्छौँ है ठिक छ ओके कार्बन डाइअक्साइड र अक्सिजन जहिले पनि ग्रेडियन्ट डिफरेन्सबाट आउँछ प्रेसर ग्रेडियन्ट डिफरेन्स राइट जस्तो यो भित्र चाहिँ के हो पार्शियल प्रेसर अफ अक्सिजन चाहिँ के छ कम्ती छ अनि यहाँ चाहिँ पार्शियल प्रेसर अफ अक्सिजन हाई भयो भने के हुन्छ यो यहाँबाट यहाँ जान्छ बुझ्नुभयो नि यस्तो हुन्छ भनेको पार्शियल प्रेसर डिफरेन्स भयो नि त यहाँ प्रेसर लो छ यहाँ हाई छ ग्यास इज अलवेज फ्लो फ्रम द हाई प्रेसर टु द लो प्रेसर है ठिक छ ओके बुझ्नु भएन ओके दिस आर द 5 स्टेप्स बुझ्नु भएको भएन यस or नो पार्शियल प्रेसर भनेको के हो सर ओहो partial pressure is the pressure exerted by an individual gas in the mixture of the gases अब कहाँ हुनुहुन्छ खै भने फोर्थ बुझिन ग्यासेस एक्सचेन्ज बिट्विन द ब्लडमा ग्यास आएका हैन ल एकछिनको लागि मान ल यहाँ ब्लडमा अक्सिजन छ
अब यो अक्सिजन त कहाँ पुस्नुपर्छ ब्लडमा त एनर्जी के हुने हैन ब्लडमा त के हुने रेस्पिरेसन हुने हैन नि त टिस्युमा हो नि त भनेपछि यो यहाँ भित्र पस्नु भनेको के डिफ्युजन भनेको नम्बर 4 बुझ्नुभयो अनिश बोरा पार्शियल प्रेसर पनि बुझ्नुभयो सर यो साइनाइड पोइजनिङ कुन एन्जाइमको आहा बाबु कहाँ गएको आयुष प्लिज है दिज आर नट रिक्वायर्ड है ल हेर्नुहोस् न यो बुझ्नुभएको भएन 5 स्टेप्स यस अर नो मात्रै अरू केही पनि हैन ल लेख्नुहोस् यस 5 वटा स्टेप बुझ्नुभयो यस वाइ मात्र लेखे पनि हुन्छ तपाईलाई बोरिङ लाग्यो भने वाइ मात्र लेख्दा हुन्छ ओके भेरी गुड ओके ल बधाई छ है त अब यो तपाईलाई मैले 5 स्टेप्स किन पढाएको भन्दाखेरि अब अहिले हामी के गर्छौं ट्रान्सपोर्ट अफ अक्सिजनहरुको सबै कुराहरु गर्नुपर्छ नि त त्यसको लागि मैले यो गराएको है त 5 वटा हुने रहेछ फर्स्टमा एटमोस्फियरबाट लंग्सबाट ब्लड भेसल्सबाट टिस्युबाट फेरि ब्लड भेसल्समा राइट 5 किसिमको भयो है 5 वटा स्टेपमा भयो है त ओके अब हामी रेस्पिरेटरी सिस्टममा जाँदैछौं राइट तपाईलाई मैले भनेको थिए दोज अर्गन्स दैट असिस्ट इन द प्रोसेस अफ समथिङ फर्म्स समथिङ सिस्टम राइट अब यो भनेको कुरा तपाईलाई अलिक गाह्रो लाग्यो होला दोज अर्गन्स दैट असिस्ट इन एनी अफ द सिस्टम फर्म्स दैट सिस्टम राइट दोज अर्गन्स दैट असिस्ट इन डाइजेसन फर्म्स द डाइजेस्टिभ सिस्टम असिस्ट इन रेस्पिरेसन फर्म्स द रेस्पिरेटरी सिस्टम राइट यहाँ भनेको सिस्टम भनेको हामी अर्गनहरुको कुरा गर्छौं राइट बुझ्नुभएको भएन यो राइट अर्गन्स भनेको के हो सिस्टममा चाहिँ अर्गन पर्दो रहेछ है बेटा ठीक छ ओके अब फर्स्टमा हामी कहाँसम्म जान्छौँ होला त भन्दाखेरि चाहिँ एटमोस्फियरबाट फर्स्ट जुन चाहिँ नस्ट्रिल्स छ नस्ट्रिल्सबाट चाहिँ एयर पस्छ र यो एल्भियोलाइसम्म पुग्ने र टिस्युसम्म पुग्ने र फेरि ब्याक आउने है बेटा बुझ्नुभयो नि राइट 11-12 बायोलोजीको कुन पब्लिकेसनको ल ड्रिमल्यान्डको पढ है त ड्रिमल्यान्ड भन्ने छ त्यहाँ पढ है त ल अब हामी अर्गन्सहरुको कुरा गर्दैछौँ है रेस्पिरेटरी अर्गन्सहरुको कुरा गर्दैछौँ दैट असिस्ट इन द प्रोसेस अफ रेस्पिरेसन राइट ओके यो रेस्पिरेटरी अर्गन्सहरुलाई पनि रेस्पिरेटरी सिस्टममा पनि हामीले कन्डक्टिङ पार्ट र रेस्पिरेटरी पार्टको कुरा गर्छौँ हैन राइट कन्डक्टिङ पार्ट भनेको के हो त भन्दाखेरि चाहिँ कन्डक्टिङ पार्ट भनेको चाहिँ जसले हावालाई लिएर जान्छ एयरलाई लिएर जान्छ दे डोन्ट हैव एनी रोल टु प्ले इन टर्म्स अफ यो भनेको यो कन्डक्टिङ सिस्टममा चाहिँ डिफ्युजन हुँदैन बेटा बुझ्नुस् है राइट ग्यास सर र सिलिन्डरमा गएको जस्तो हुन्छ के यो कहीँ दायाँ बायाँ जाँदैन के बुझ्नुभयो नि तर जहाँ रेस्पिरेटरी सिस्टममा चाहिँ के हुन्छ त डिफ्युज हुन्छ राइट बुझ्नुभएको भएन राइट सो द्याट इज इट है सो नोज एन्ड द नाजल चेम्बरको कुरा गर्छौँ दिस इज द फर्स्ट पार्ट अफ द रेस्पिरेटरी सिस्टम नोज नस्ट्रिल्स भनेर भन्छौँ एक्सटर्नल नेयर्स पनि भनेको पाउनुहुन्छ तपाईँले कतिमा राइट नाजल चेम्बर राइट यो नस्ट्रिल्स भयो दिस इज द नाजल चेम्बर बेटा राइट ओके सो लेट अस टक अबाउट द नाजल चेम्बरको कुरा गरौँ कन्डक्ट्स एयर यो कन्डक्टिङ पाथ हो यसले एयरलाई भित्र लिन्छ मात्रै भनेको यहाँ अब्जर्प्सनहरु केही पनि हुँदैन बेटा बुझिराख्नुहोस् है राइट यहीँनिर केही पनि हुँदैन भनेपछि यो सिम्पली इट्स अ रुट है राइट ओके कन्डक्ट्स एयर यसले कन्डक्ट मात्रै गर्दैन रहेछ हाम्रोमा यहाँ हेयर्सहरु पनि हुन्छ नि हैन राइट हेयर्सहरु हुन्छ कि हुँदैन हो यसले चाहिँ के गर्छ त फिल्टर्स द एयरमा यदि डस्ट पार्टिकल्सहरु रहेछ भने चाहिँ यहाँनिर के हुन्छ ट्र्याप हुने रहेछ एन्ड यु हेभ गट द म्युकस सिक्रेटेड जसलाई तपाईले सिगान भन्नुहुन्छ यसमा चाहिँ के हुन्छ ट्र्याप भएर बस्छ बेटा राइट सो मोर प्योर एयर गोज इन्टु द व्हाट द लंग्स बेटा राइट अर्को चाहिँ वार्म्स एयर भनेको के हो हामी सबै मान्छेहरु त एउटै इन्भाइरोमेन्टमा बस्दैनौ नि हाम्रो बडीको टेम्परेचर त फिक्स छ हैन राइट एप्रोक्सिमेटली फिक्स हुन्छ सपोज तपाई एकदम चिसो ठाउँमा बस्नुहुन्छ भनेदेखि तपाई लिएको एयर त के हुने भयो यो त एकदमै के हुने भयो चिसो हुने भयो भनेपछि इट माइट ह्याभ सम इफेक्ट्स इन लंग्स सो यहाँनिर चाहिँ के हुन्छ त यसलाई वार्म गरिदिन्छ के बेटा बुझ्नुभएको भएन राइट यसलाई चाहिँ बडीको टेम्परेचरसँग के गरिदिन्छ बाइन्ड गरिदिन्छ राइट बाइन्ड भन्दा नि के हुन्छ यो the temperature becomes as equal as that of the body temperature right beta so warms air bhaneko yo beta बुझ्नुभएको भएन right okay अब यो पछाडी के छ ह्युमिडिफिकेसन भनेको चाहिँ एकदम तातो एयर आयो भने यहाँ त के हुन्छ वाटर भेपर्सहरु जस्तो पनि हुन्छ यसले चाहिँ ह्युमिडिफाई गर्दिने बुझ्नुभएको भएन राइट ओके न चिसाउने त नभनौं यसलाई मोइस्चन गर्ने के मोइस्चन राइट ओके वाटर कन्डिसनिङ पनि भन्दाखेरि भयो राइट सो ह्युमिडिफाई गर्ने राइट बेटा बुझ्नुभयो नि मोइस्ट गर्ने यस ओके अब सुपेरियर पार्ट ओल्फ्याक्टरी इन फंक्सन सुपेरियर भनेको बुझ्नुहुन्छ सुपेरियर भनेको माथिको पार्ट इज ओल्फ्याक्टरी इन फंक्सन भनेको के हो ओल्फ्याक्टरी इन फंक्सन भनेको इट इज रिलेटेड विथ स्मेल राइट स्मेलसँग रिलेटेड छ राइट तपाईको एयर जो तपाईले इनहेल गरिसकेपछि यु क्यान फिल इट नि हैन
यु क्यान स्मेल इट राइट त्यो एयर चाहिँ के छ त्यसमा चाहिँ दुर्गन्ध छ कि सुगन्ध छ भनेर होइन राइट पर्फ्युम लगाएको हामी गर्छौँ त होइन ह्युमिडिफिकेसनको के इम्पोर्टेन्स छ ह्युमिडिफिकेसन मोइसन गरेर लाने हो राइट ड्राई एयर जानु भएन के बेटा बुझ्नुभएको भएन राइट यहाँ चाहिँ ट्रिटमेन्ट अफ द एयर टेक्स प्लेस के है ओके सो अल फ्याक्ट्री ओके इन फङ्सन भनेको के रहेछ बेटा के गर्नु रहेछ स्मेल गर्ने रहेछ राइट यहाँ तपाईँले एउटा ग्ल्यान्ड पाउनुहुन्छ द्याट्स कल दि बोमन्स ग्ल्यान्ड भनेर भन्छौँ राइट अब यहाँनिर चाहिँ तपाईँले के पाउनुहुन्छ त भन्दाखेरि चाहिँ यहाँनिर स्पेसली है यो पार्ट चाहिँ इम्पोर्टेन्ट छ है यसलाई हामी नाजल कङ्क भनेर भन्छौँ है राइट नाजल कङ्के और नाजल कङ्क भनेर भन्छौँ नाजल कङ्क एड्स वाटर टु द एयर राइट यसले के गर्ने रहेछ ह्युमिडिफिकेसनै गर्ने रहेछ बेटा बुझ्नुभयो नि ह्युमिडिफिकेसन भनेको मोइसन गर्ने के राइट ड्राई एयर आयो भने त्यसलाई के गर्ने चिसाउने काम चिसाउने त एक्ज्याक्टली नभनौँ त्यसमा पानी मिक्स गर्ने के बुझ्नुभयो नि बुझ्नु भएन राइट सो सुपिरियर पार्टले चाहिँ के गर्ने रहेछ स्मेलमा काम गर्ने रहेछ अनि अरूले चाहिँ यो नेचुरल कङ्क भन्ने चाहिँ यो रिजेसहरू है बेटा है यसरी डिप्रेसन्सहरू हुन्छ कि यसरी रिजेसहरू हुन्छ यहाँबाट चाहिँ के हुन्छ त यहाँ के हुनेछ पानी चाहिँ एड गर्दो रहेछ कि राइट पानीलाई चाहिँ एड गर्ने गर्छ यसले बेटा बुझ्नुभयो नि राइट सो द्याट इज इट है ओके अब यो नेजल क्याभिटी भयो राइट यो सुपिरियर पार्टले चाहिँ अल फ्याक्ट्री काम गरेको थियो भनेदेखि अरू कामहरू चाहिँ यहाँ थिए अब हामी कहाँ आउँछौँ त भन्दाखेरि यो ब्लू पार्ट है ब्लू पार्ट इज द फेरिङ्स है बेटा राइट बुझ्नुहोस् है राइट इज द फेरिङ्स नेक्स्टमा के हुने रहेछ एयर नेजल नेयर्स भएर पस्यो राइट नेजल चेम्बरमा यसको ट्रिटमेन्ट भयो राइट बुझ्नुभएको भएन यो चाहिँ के थियो यसमा चाहिँ डस्ट पार्टिकल्सहरू थियो कि अथवा राइट ओके डस्ट पार्टिकल्सहरू थियो भने यहीँनिर हुने भयो यदि यो तातो थियो भने ह्युमिडिफाई भयो राइट चिसो थियो भने वार्म्ड भयो राइट ओके बडी टेम्परेचरसँग टेम्परेचर मिल्यो अनिखेर यसलाई चाहिँ के गर्दै बेटा यो फेरि फर्दर पछाडि गयो यो चाहिँ कहाँ जाने रहेछ बेटा फेरिङ्समा जाने रहेछ कहाँ जान्छ बेटा फेरिङ्समा जान्छ बेटा ठिक छ ओके नाउ फेरिङ्समा जान्छ न फेरिङ्सको कुरा गर्दाखेरि चाहिँ दिस इज द कमन प्यासेज फर द फुड एन्ड द एयर राइट हो यस्तो यस्तो सिम्पल क्वेसन्सहरू सोध्छ तपाईँलाई राइट कमन प्यासेज अफ द फुड एन्ड द एयर अरे यहाँ चाहिँ तपाईँले के पाउनुहुन्छ अब मुखबाट त फुड पनि आउँछ एयर पनि आउने रहेछ भनेपछि यो चाहिँ कमन प्यासेज रहेछ बेटा राइट ओपन्स टु द ल्यारिङ्स तपाईँले यहाँ हेर्नुभयो भने न यहाँ चाहिँ ल्यारिङ्स छ राइट यो ल्यारिङ्स हो राइट यो ल्यारिङ्समा चाहिँ खुल्छ थ्रु ग्लटिस राइट ग्लटिसको थ्रुबाट खुल्दो रहेछ गार्डेड बाई द एपिग्लटिस यो भनेको के हो यो तपाईँको फेरिङ्स आयो राइट ओके यताबाट मुखबाट खाना पनि आयो होइन राइट यो फेरिङ्स आयो राइट अब यो फेरिङ्स चाहिँ के हुने रहेछ त यहाँनिर चाहिँ के हुन्छ बेटा ल्यारिङ्स छ यहाँ हेर्नुहोस् त राइट यहाँनिर ल्यारिङ्स छ अब यो खोल्ने पार्टलाई चाहिँ हामी के भन्छौँ त बेटा यसलाई चाहिँ ग्लटिस भनेर भन्छौँ है याद गर्नुहोस् है ग्लटिस भनेर भन्छौँ है यो ग्लटिस इट्स अ ओपनिङ राइट राइट यो अब ट्राकियातिर खुल्छ तल राइट ग्लटिस भयो अब यसको माथिपट्टि चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ एउटा लिफ लाइक स्ट्रक्चर हुन्छ क्या यस्तो यो चाहिँ के हो कमन प्यासेज फर द फुड पनि हो नि त कमन प्यासेज द फुड पनि हो तपाईँले हेर्नुभयो भने यसको पछाडिपट्टि तपाईँले के पाउनुहुन्छ यहाँ ओसोफेगस न यतापट्टि पछाडि भन्नु ल यता होइन ओसोफेगस यो अगाडिको पार्ट भयो नि त राइट सो यो पछाडिको पार्टमा हेर्नुभयो भने यहाँ तपाईँले ओसोफेगस पाउनुहुन्छ राइट सो यो एपिग्लटिस इज कार्टिलेजिनस स्ट्रक्चर यो कार्टिलेजले बनेको हुन्छ यो जति बेला फुड आउँछ नि बेटा यो फुड आउँदाखेरि चाहिँ के हुन्छ यसले चाहिँ यसलाई छोपिदिन्छ है बेटा बुझोस् है सो द्याट द फुड डज नट पास इन टु द वाट द ट्र्याकिया अर द केमा ट्र्याकियामा अथवा विन्ड पाइपमा चाहिँ के भएन त बेटा यहाँनिर चाहिँ के भएन यो चाहिँ यसले यहाँभित्र पसेन यो भित्र पसेन के हुन्छ सड्किन्छ नि त राइट सो द्याट इज इट अब यहाँनिर तपाईँले हेर्नु भने चाहिँ यसलाई चाहिँ यो चाहिँ ओसोफेगस हो यो जुन चाहिँ ओपनिङ छ यसलाई चाहिँ हामी गुलेट भनेर भन्छौँ राइट ग्लटिसको थ्रुबाट चाहिँ ट्र्याकियामा खुल्दो रहेछ राइट ट्र्याकियातिर जान्छ गुलेटको थ्रुबाट चाहिँ के हुन्छ यो ओपनिङ हो कि बुझ्नुभयो यो रेस्पिरेटरी ट्र्याकको ओपनिङलाई चाहिँ ग्लटिस भनेर भन्यौँ यहाँ खाना पस्छ भने यति मात्रै बुझिदिनुहोस् न राइट यो ग्लटिस चाहिँ के रहेछ ग्लटिस चाहिँ ओपनिङ टु द ट्र्याकिया हो रहेछ बुझ्नुभयो नि तर यहाँ चाहिँ के हुन्छ त फुड त जानु भएन यो त विन्ड पाइप हो भनेपछि यसको लागि चाहिँ माथिपट्टि के हुने रहेछ त एउटा यस्तो फोल्डेड स्ट्रक्चर हुने रहेछ यो फुड आउने बित्तिकै चाहिँ यसले के गर्छ त बेटा यसले चाहिँ ग्लटिसलाई यसरी के गरिदिन्छ यसले चाहिँ ट्र्याकियालाई अथवा ग्लटिसलाई चाहिँ यसरी ग्लटिसलाई छोपिदिन्छ राइट अनि फुड चाहिँ के हुन्छ त बेटा गुलेटको थ्रुबाट कहाँ जाने रहेछ त ओसोफेगसमा जाने रहेछ भनेको डाइजेस्टिभ सिस्टममा जान्छ बेटा राइट बुझ्नु भएन सो द्याट इज इट एन्ड इट इज बिन गार्डेड बाई द एपिग्लटिस एपिग्लटिसको काम के हो एपिग्लटिस वाट डज इट डु इट डज नट अलाउ द फुड टु एन्टर इन टु तपाईँले कोही बेला खाना खाँदाखेरि तपाईँ सर्किनु भएको छ छैन सर्किनु भएको छ नि होइन राइट सो द्याट इज इट बुझ्नु भएन ओके अब हामी कहाँ आउँदैछौँ ओपन्स टु ओसोफेगस
थ्रु गुलेट राइट यो त के भयो यो त हाम्रोमा के हो नासल चेम्बर अथवा फेरिङ्समा छौँ सो यो फेरिङ्समा त कमन प्यासेज अफ द एयर एन्ड द फुड हो नि त भनेपछि यो फुड चाहिँ गुलेटको थ्रुबाट एलिमेन्ट्री क्यानलमा जान्छ राइट ग्लटिसको थ्रुबाट चाहिँ के हुन्छ एयर चाहिँ ट्राकियामा जाने रहेछ एन्ड इट इज बिन कभर्ड बाई के रहेछ बेटा वाट कार्टिलेजनल स्ट्रक्चर कल एपिग्लटिस भनेर भन्छौँ राइट बुझ्नुभएको भएन ओके अब यहाँ हेर्नुहोस् अर्को चाहिँ तपाईँले के पाउनुहुन्छ डक्ट अफ सेन्टरेनी पाउनुहुन्छ राइट डक्ट अफ सेन्टरेनी पनि पाउनुहुन्छ यहाँनिर फेरिङ्समा ओके सो कार्टिलेज अफ सेन्टरेनी यहाँ हेर्नुहोस् है अब यो दिस इज रिलेटेड विथ वाट रेस्पिरेटरी सिस्टम तर तपाईँले कार्टिलेज अफ सेन्टरेनी भनेर पाउनुहुन्छ कार्टिलेज अफ सेन्टरेनी चाहिँ के हो कर्निकुलेट कार्टिलेजेसहरू है बेटा राइट यो चाहिँ कार्टिलेजले बनेको हुन्छ कि यहाँ राइट यहाँ तपाईँले 9वटा कार्टिलेजेसहरू पाउनुहुन्छ राइट सो वान अफ द कार्टिलेज इज कल एज वाट कार्टिलेज अफ सेन्टरेनी भनेर भन्छौँ है राइट अब यो डक्ट अफ सेन्टरेनी चाहिँ यहाँ हुँदैन राइट यु फाइन्ड समर इन प्यानक्रियसमा पाउँछौ तर यहाँ चाहिँ के हुन्छ कार्टिलेज अफ सेन्टरेनी पाउँछौ तिमी यहाँ के हुन्छौ कन्फ्युजन हुन्छौ भनेर भनेको यो बुझ्नुभयो नि राइट कार्टिलेज अफ सेन्टरेनी चाहिँ यो के हो कर्निकुलेट कार्टिलेजको अर्को नामहरू छ यहाँ कार्टिलेजले बनेको हुन्छ यो राइट बुझ्नुभयो नि राइट यो जुन चाहिँ ल्यारिङ्स छ राइट ल्यारिङ्स इन द ल्यारिङ्स इज बिन मेड अफ वाट द 9 of the cartilages right okay so that is it one of them is what a corniculate cartilage यसको नाम चाहिँ के हो यसलाई चाहिँ हामी के भन्छौँ कार्टिलेज अफ सेन्टरेनी भनेर भन्छौँ डक्ट अफ सेन्टरेनी चाहिँ होइन डक्ट अफ सेन्टरेनी चाहिँ के हो डक्ट अफ सेन्टरेनी यु फाइन्ड इट इन वाट प्यानक्रियसमा पाउनुहुन्छ है ठिक छ सो दिस इज समथिङ अबाउट इट है डोन्ट गेट कन्फ्युज भनेर मात्रै भनेको है ओके अब हामी कहाँ आउँदैछौँ त भन्दाखेरि अब हामी ल्यारिङ्समा आउँछौँ वाट ओपन्स इन्टु द ल्यारिङ्स फर्स्टमा के भयो एक्सटर्नल लेयर्स भयो एक्सटर्नल लेयर्स पछाडि के भयो नाजल चेम्बर भयो ट्रिटमेन्ट अफ द एयर टुक प्लेस देयर राइट यो पछाडि फेरिङ्समा गयो राइट बुझ्नुभएको भएन र फेरिङ्स पछाडि चाहिँ फेरिङ्स चाहिँ के भयो ओपन्स इन्टु द ल्यारिङ्स भनेर भन्छौँ राइट फेरिङ्सको अर्को पार्ट चाहिँ के छ त ल्यारिङ्स यस ल्यारिङ्सको नाम चाहिँ भोइस बक्स पनि भन्छौँ राइट अर्को यसको नाम चाहिँ के हो त एडम्स एप्पल भनेर भन्छौँ राइट तपाईँले हेर्नुभयो भने यहाँनिर राइट यसलाई चाहिँ हामी के भन्छौँ त रुद्रघण्टी भन्छौँ नेपालीमा चाहिँ राइट अब यो चाहिँ मेल्सहरूमा चाहिँ आफ्टर प्युबर्टी चाहिँ यो ठुलो हुँदै जान्छ फिमेल्सहरूमा चाहिँ यो सानो हुन्छ बेटा राइट सो द्याट इज इट है त यहाँ चाहिँ प्रोडक्सन अफ द साउन्ड टेक्स प्लेस है द्याट्स वाइ इट्स कल एज द भोइस बक्स भनेर भन्छौँ ओके प्रेजेन्ट एट यसको प्रेजेन्स कहाँ हुन्छ भन्छौँ 3rd to 6th सर्भाइकल भर्टिब्री राइट सर्भाइकल भर्टिब्री C7 T12 होइन राइट भनेको यो चाहिँ कहाँ स्टार्ट हुने रहेछ त राइट भन्दाखेरि चाहिँ प्रेजेन्ट एट 3 to 6 कति सानो हुने रहेछ हेर्नुहोस् त 3टा भर्टिब्रीमा के हुने रहेछ सीमित हुने रहेछ 3 to 6 सर्भाइकल भर्टिब्री भनेको नेक रिजनको भर्टिब्री थोरासिक भर्टिब्री लम्बर भर्टिब्री सैक्रल भर्टिब्री राइट सो द्याट इज इट सो यो चाहिँ इट इज भेरी इम्पोर्टेन्ट है एक्जामिनेसन पोइन्ट अफ भ्यूबाट पनि एक्जाम इम्पोर्टेन्ट छ इट स्टार्ट्स ओ प्रेजेन्ट इन 3 to 6 cervical vertebrae. What I mean to say here is it is very small in what? Right? It's very small in size and opens through glottis. Right? Glottis opens into the trachea. Right? Or you can say the larynx. Opening of the larynx. But gullet is the opening of the esophagus that leads towards the alimentary canal. Okay? Next one, covered by epiglottis. Right? You trachea. Right? Your trachea. Let us say this is the trachea, and let us say this is the what? You see esophagus. This is esophagus. This is trachea. And यसको माथिपट्टि तपाईले के पाउनुहुन्छ त भन्दाखेरि एउटा leaf like structure पाउनुहुन्छ के यस्तो. Right? अब यो leaf like structure चाहिँ के हुन्छ? यो चाहिँ के हो? यो चाहिँ के हो बेटा? Glottis हो. हैन? It has been covered by the epiglottis. यहाँबाट फुड आउँदाखेरि चाहिँ यसले चाहिँ के गर्छ त यसलाई कभर गरिदिन्छ अनि फुड गोज हियर थ्रु गुलेट के बुझ्नुभएको भएन राइट ओके नाउ एन्ट्री अफ फुड इन्टु रेस्पिरेटरी ट्र्याक्टमा फुडलाई एन्ट्री गर्न दिँदैन राइट एन्ट्री भयो भने के हुन्छ सर्किन्छ र धेरै सर्क्यो भने मान्छे मर्न सक्छ बेटा बुझ्नुहोस् है राइट ओके अब हामी कहाँ आउँछौँ स्पेस बिट्विन टु भोकल कर्ड्स अब यहाँ हेर्नुहोस् यो ल्यारिङ्समा चाहिँ तपाईँले दुईटा भोकल कर्ड्स पाउनुहुन्छ एउटा यहाँ छ बेटा बुझिराख्नुहोस् है राइट भोकल कर्ड्स र भोकल फोल्ड्स भनेर भन्छौँ न यसको बिचमा चाहिँ दिस इज भेरी भेरी इम्पोर्टेन्ट रिमाग्लोटिडिस भनेर भन्छौँ दिस इज भेरी इम्पोर्टेन्ट धेरैपल्ट सोधेको क्वेसन हो है द स्पेस बिट्विन द टु भोकल कर्ड इज बिन कल्ड एज रिमाग्लोटिडिस भनेर भन्छौँ के भन्छौँ अरे रिमाग्लोटिडिस भनेर भन्छौँ बेटा बुझ्नुभएको भएन रिमाग्लोटिडिस ठिक छ बेटा ओके
So this is it. So तपाईले यहाँ हेर्न सक्नुहुन्छ this particular portion, right? This portion is being called as the rima glottis. So यहाँ sound कसरी production हुन्छ भन्दाखेरि चाहिँ जब lungs ले forcefully air बाहिर फाल्छ नि they are set into the vibration, right बेटा? right यहाँ चाहिँ के हुन्छ vibration सुरु हुन्छ यो दुईटाको बीचमा and the sound is been produced है बेटा है, right? okay corniculate cartilage को कुरा गरेपछि यहाँ there are a lot of cartilages to be present है, right? okay so that is it. अब हामी कहाँ जाँदैछौँ त भन्दाखेरि larynx मै छौँ. larynx को कुरा गर्दा sound production is by the vocal cords, okay, when set into the vibration. मैले अघि तपाईलाई भनिसकेको छु जब lungs ले forcefully air माथि फाल्दिन्छ, right? forcefully air फाल्दिसकेपछि के हुन्छ बेटा? They are set into the vibration. okay so this is how the sound has been produced. okay now males vocal cords are longer, right? males हरुको vocal cords चाहिँ लामो हुन्छ. that's why हाम्रो voice males हरुको कस्तो हुन्छ? धोद्रो हुन्छ, right? भनेको कस्तो कस्तो भन्ने I don't know, right? it's husky type हुन्छ नि है, right? okay so the sound is low pitch sound, right? के हुनेछ? low pitch sound. हामी high pitch मा अब बोल्नै पर्यो भने गर्ने होला, नभएदेखि हुँदैन, right बेटा? बुझ्नु भएको हैन? तर females मा चाहिँ के हुन्छ त भन्दाखेरि it is shorter, right? it is shorter, right? this is shorter, so they have got high pitch sound. उनीहरुको जहिले पनि तीको स्वर हुन्छ नि हैन, right? तीको स्वर हुन्छ. so that is it है. bold. okay fine okay बुझ्नु भएन? okay opens to trachea. अब यो खुल्ने कहाँ हो त? trachea मा खुल्छ. कहाँ खुल्छ रे बेटा? trachea मा खुल्दो रहेछ, right? okay so let us talk about it है. okay अब हामी trachea मा आउँदैछौँ. this is the trachea. तपाईले देख्दै हुनुहुन्छ, right? trachea को कुरा गर्छौँ अब हामी, right? trachea को कुरा गर्दाखेरि this is 12 cm long, 2.5 cm wide, right? यसको लेन्थ चाहिँ 12 सेन्टिमिटर. अब that depends upon the height as well. फेरि यो युनिभर्सल हैन है बेटा, approximately भनेको 12 cm long and 2.5 cm wide, right? wide चाहिँ 2.5 cm हुँदछ. starts from what? C6. अब हेर्नुस् त अघि C3 to 6 मा के थियो? larynx थियो, right? यो larynx हो. अब यो के भयो बेटा? C6 बाट चाहिँ के सुरु भयो? trachea, right? this is the trachea बेटा, बुझिराख्नुस् है, right? so this is it. starts from C6. अघि larynx कहाँ थियो? C3, right? is this 12 cm important? अब यो चाहिँ एक्ज्याक्ट नहुने भएको हुनाले तपाईले यो नसोध्न सक्छ है, तर approximately 12 cm हुन्छ भनेर भन्नु पर्यो के, बुझ्नु भएको भएन? right? okay अब हामी कहाँ आउँदैछौँ? starts from C6 and extends till T5. thoracic कतिवटा हुन्छ? T12 हुन्छ नि. यो T5 मा आएर यहाँ चाहिँ के हो? T5 हो. यो चाहिँ यहाँ T5 मा आएर के हुन्छ बेटा? bifurcation हुन्छ. यो दुईटामा बाडिन्छ बेटा. this is again important. this is important है. starts from 6 and ends in C6 and ends in के T5 मा आएर चाहिँ ends in हैन, bifurcates in है. bifurcates भनेको बाडिन्छ भनेको हेर्नुस् है, दुईटामा बाडिएको छ नि त यो, right? and extends till T5 भनेको thoracic 5 सम्म. okay now it's C-shaped ring made up of hyaline cartilage. this is again important, right? the cartilage in the trachea is it is a hyaline cartilage. it is C-shaped. यो C-shaped छ, complete round छैन बेटा, बुझिराख्नुस् है, right? यो C-shaped रहेछ भनेको यो पछाडीपट्टि चाहिँ के हुन्छ? फ्री हुन्छ. बुझ्नु भएको भएन? अनि यो चाहिँ के हुन्छ? this has been attached to the what? the body wall मा अट्याच भएको हुन्छ बेटा, ठीक छ? incomplete at the back, attached to the trachealis muscles, right? muscles मा यसलाई हामी trachealis muscles भनेर भन्छौँ. trachea मा भएको हुनाले यो muscles को नाम trachealis muscles हो. यो पछाडीको चाहिँ के हुन्छ? trachealis muscles मा के हुँदो रहेछ? अट्याच हुँदो रहेछ. अगाडिपट्टि चाहिँ cartilaginous भयो, right? अब यो cartilaginous चाहिँ के गर्छ त भन्दाखेरि it does not allow it to collapse, right? किनभने रेस्पिरेसन गर्दाखेरि के हुन्छ? यो चाहिँ कोल्याप्स हुन सक्छ नि त हैन? त्यसले गर्दा चाहिँ यो cartilage भनेको कुरकुरे हड्डी हो के, बुझ्नु भएको भएन? right? okay trachealis muscles है. okay now these are 16 to 20 in number. this is again important. the number of the trachea, the tracheal ring, not trachea. trachea त एउटा मात्रै हुन्छ. tracheal ring is varies from 16 to 20 हुने रहेछ बेटा, बुझ्नु भएन? okay prevents its collapse. यो रिङ्स ले चाहिँ के हुन्छ त? यसलाई कोल्याप्स हुन दिदैन. एउटा रिङ माथि अर्को रिङ माथि अर्को रिङ यसरी बसेको हुन्छ नि त, भनेपछि यसलाई कोल्याप्स हुन नदिनु रहेछ बेटा, बुझ्नुस् है? tracheal rings do not allow the collapsing of what is it called the trachea भनेर भन्छौँ है, right? okay लाइन बाई अब यहाँ के हुन्छ त? यहाँ के हुन्छ त यो केमा? trachea मा भन्दाखेरि लाइन बाई pseudo stratified ciliated columnar epithelium. बुझ्नुस् है? यो इम्पोर्टेन्ट छ है. pseudo stratified columnar epithelium, right? okay right? pseudo
स्ट्रेटिफाइड स्युडो भनेको फल्स स्ट्रेटिफाइड सिलिएटेड सिलियाजहरू हुन्छ द्याट्स वाइ हामी खकारहरू आउँदाखेरि हामीले के गर्छौँ केही चिजभित्र बसेर हामी बाहिर फ्याँक्छौँ नि होइन राइट सो द्याट इज इट है यो सिलियाको बिटिङले गर्दाखेरि बाहिर ल्याउँछ है बेटा बुझिरहेको छ है सिलिएटेड कलुमनर एपिथेलियम हुने रहेछ है राइट अब यो चाहिँ के हुन्छ त भन्दाखेरि ट्र्याकियामा चाहिँ स्युडो स्ट्रेटिफाइड कलुमनर एपिथेलियम भयो तर यो प्राइमेरी ब्रङ्कस सेकेन्डरी ब्रङ्कस र टर्सरी ब्रङ्कस पछाडि चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ यो स्युडो स्ट्रेटिफाइड सिलिएटेड कलुमनर एपिथेलियम नभएर स्युडो स्ट्रेटिफाइड के हुन्छ बेटा कलुमनर नभएर चाहिँ के हुन्छ त क्युबोइडल एपिथेलियम हुन्छ बेटा बुझ्नुहोस् है यो किनभने सानो 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 हुँदै जान्छ नि त राइट सो कलुमनर इज बिन वाट मोडिफाइड इन्टु के रहेछ बेटा क्युबोइडल रहेछ सो त्यो पनि अहिले हामी आउँछौँ सो द्याट इज इट है ओके सो एपिथेलियम एन्ड गोब्लेट सेल्सले जहिले पनि के गर्छ बेटा म्युकस सिक्रेसन गर्छ बेटा बुझिरहेको छ है सो समथिङ गोज देयर इट इज बिन ट्र्याप्ड एन्ड ट्र्याप भइसकेपछि यहाँको सिलियाहरूले चाहिँ के भन्छ बेटा सिलियाले चाहिँ के गर्छ यसले लिएर आउँछ बेटा बुझ्नु भएन राइट सो दिस इज हाउ इट लुक्स लाइक है ओके मैले तपाईँलाई के भने ट्र्याकिया 12 सेन्टिमिटरसम्म लामो हुने रहेछ 2.5 सेन्टिमिटर वाइड हुने रहेछ स्टार्ट फ्रम C6 सर्भाइकल 6 बाट सुरु हुन्छ भने अनि T5 सम्म एक्सटेन्ड हुन्छ भने सी शेपेड रिङ छ राइट हाइलाइन कार्टिलेजले बनेको छ यो पछाडिको के व्हाट इज इट कल जुन चाहिँ जोडिएको छैन राइट यु कैन जस्ट सी राइट यहाँ चाहिँ के हुने रहेछ बेटा यो चाहिँ के हुन्छ ट्र्याकियलिस मसलसँग चाहिँ गएर जोडिएको हुँदैछ बडीमा अट्याच हुन्छ भनेर भन्दा नि भयो यो चाहिँ 16 देखि 20 वटा हुन्छ राइट यसले चाहिँ कोल्याप्स गर्नबाट बचाउँदो रहेछ अनि यहाँ भएको जुन चाहिँ के छ सेल छ त्यो चाहिँ के हो स्युडो स्ट्रेटिफाइड कलुमनर सिलिएटेड कलुमनर एपिथेलियम टिस्यु हुने रहेछ अनि यहाँ अलङ विथ द्याट यु हेभ गट what the G cells or the goblet cells पनि भन्छौँ जस्तै चाहिँ के goblet cells त्यो त लाइन वाला कुन चाहिँ लाइन वाला बाबु यसले चाहिँ के बनाउँछ अरे बेटा म्युकस सिक्रेसन गर्दो रहेछ मोइस्ट बनाउँछ है ओके ओके लाइन वाला बुझिन भनेको चाहिँ के लाइन वाला यसको त डिभिजन गरेको बाबु यो ट्र्याकिया हो भनेको हो केही पनि होइन ओके बुझ्नुभयो स्युडो स्ट्रेटिफाइड टिस्यु पढेको छैन अनिस भाइ टिस्यु लास्टको बुझिन भनेको गोब्लेट सेल्स इज द टाइप अफ द सेल द्याट सिक्रेट्स म्युकस के बेटा गोब्लेट सेल चाहिँ सिक्रेसन गर्छ के राइट बुझ्नुभयो ओके फाइन ओके अब बाइफर्केसन अफ द ट्र्याकिया चाहिँ के हुने रहेछ यो थोरासिक T5 मा गएर के हुन्छ अरे बाइफर्केसन हुन्छ राइट ओके ओके क्यारिना इज एट द पोइन्ट अफ बाइफर्केसन राइट यसलाई चाहिँ हामी के भन्छौँ बेटा क्यारिना भनेर भन्छौँ राइट यो पोइन्टलाई चाहिँ हामी के भन्दछौँ त क्यारिना जहाँबाट यो बाइफर्केसन हुन्छ नि जस्तो वाइ सेपेट भइरहेछ नि त राइट यो पोइन्ट जहाँबाट चाहिँ यो वाइ सेपेट हुन्छ नि यसलाई चाहिँ हामी के भन्छौँ क्यारिना भनेर भन्छौँ है बेटा राइट ओके यो कहाँ हुने रहेछ त यो चाहिँ T5 मा राइट T5 ओके थोरासिक 5 मा हुन्छ ओके अब हामी यहाँ के गर्छौँ त ब्रोङ्काई अब हेर्नुहोस् है अब ट्र्याकिया थियो ट्र्याकिया यहाँ आयो जहाँबाट बाइफर्केसन सुरु भयो यसलाई हामीले क्यारिना भनेर भन्यौँ राइट अब यो के हुन्छ त दुईटा भागमा बाँडियो राइट दुईटा भागमा बाँडियो अब हेरौँ है त राइट ट्र्याकिया बाइफर्केट्स T5 इन्टु केमा रहेछ त प्राइमरी सेकेन्डरी एन्ड टर्सरी राइट ब्रोङ्कस अब प्राइमरी ब्रोङ्कसलाई हामी प्राइमरी ब्रोङ्कस मात्रै भन्छौँ तर सेकेन्डरी ब्रोङ्कसलाई चाहिँ हामी लोबार पनि भन्छौँ है यो अर्को नाम हो सर यसलाई किन यस्तो भनेको नभन्नुहोस् है तपाईँको नाम किन त्यस्तो भयो भन्न मिल्दैन के राइट लोबर अर्को चाहिँ टर्सरीलाई चाहिँ के भन्छौँ बेटा सेगमेन्टल भनेर भन्दछौँ है राइट ओके सेगमेन्टल किन भनेको होला कुनै सेगमेन्ट हुँदै जान्छ होला त्यसले गर्दा भनेको हुनसक्छ तर यसलाई हामी बेसिकली भने चाहिँ प्राइमरी सेकेन्डरी र टर्सरी ब्रोङ्कस है बेटा बुझ्नुहोस् है राइट सो यो जुन चाहिँ ट्र्याकिया छ ट्र्याकिया आएर के भयो बाइफर्केसन भयो एट द प्लेस कल्ड क्यारिना राइट यो चाहिँ केमा पहिला के हुने रहेछ प्राइमरी ब्रोङ्कस जस्ट सी हियर यो आएको छ यो भयो चाहिँ यहाँ हेर्नुहोस् यी प्राइमरी फेरि के भयो सेकेन्डरी भयो सेकेन्डरी फेरि के भयो टर्सरी भयो राइट यसरी यो बाइफर्केसन हुँदै जान्छ बेटा बुझ्नुहोस् है राइट ओके सो फर्दर बाइफर्केट्स इन्टु ब्रोङ्क्युल्स राइट इनिसियल ब्रोङ्क्युल्स टर्मिनल ब्रोङ्क्युल्स लट्स अफ डिभिजन्सहरू हुन्छ है बेटा यहाँ है यो बाइफर्केसन हुँदै जान्छ कि एउटा भयो एउटाबाट दुईटा भयो दुईटाबाट फेरि बाइफर्केसन भयो फेरि बाइफर्केसन भयो फेरि बाइफर्केसन भयो राइट लट अफ बाइफर्केसन छ त्यहाँ के बुझ्नु भएन राइट T5 हो सर यस T5 मा यो थोरासिक 5th भनेको थोरासिक 5th मा गएर बाइफर्केसन हुन्छ भनेको है ओके फर्दर बाइफर्केसन टु ब्रोङ्क्युल्स राइट इनिसियल ब्रोङ्क्युल्स टर्मिनल ब्रोङ्क्युल्स भनेर भन्छौँ राइट यो फर्दर के हुन्छ त बेटा एल्भियोलर ब्रोङ्कसहरू हुँदै जान्छ राइट सो तपाईँले यहाँ हेर्न सक्नुहुन्छ राइट ब्रोङ्क्युल्सहरू भयो टर्मिनल ब्रोङ्कल्स
राइट टर्मिनल अब यो पछाडि के हुन्छ त रेस्पिरेटरी ब्रोंकियल्स हुन्छ राइट अब अनि चाहिँ के हुन्छ त एल्भियोलर सैक हुन्छ एल्भियोलर सैक भित्र चाहिँ एल्भियोलाइहरु हुन्छ है राइट लाइन बाइ अघि के भनेथे मैले राइट अब चाहिँ के रहेछ यो ओके ट्र्याकियामा चाहिँ तपाईले के पाउनुहुन्छ रे तपाईले के पाउनुहुन्छ स्युडो स्ट्राटिफाइड सिलिएटेड कलुमनर पाउनु भएको थियो नि ट्र्याकियामा हैन यहाँ चाहिँ क्युबोइडल एपिथेलियम पाउनुहुन्छ है लाइन बाइ स्युडो स्ट्राटिफाइड सिलिएटेड क्युबोइडल एपिथेलियम यो राम्रो क्वेशन हुन सक्छ है ट्र्याकियामा के छ स्युडो स्ट्राटिफाइड सिलिएटेड कलुमनर सेल छ यो ठुलो छ नि त अब यो त के हो ब्रेक हुँदै गयो नि प्राइमरी सेकेन्डरी टर्सियरी ब्रंकस हुँदै गइसकेपछि यो चाहिँ के हुनेछ बडा क्युबोइडल हुनेछ द साइज डिक्रिजेस राइट एज अ क्यूब हुन्छ के हो बुझ्यौ नि सानो हुँदै गएको छ त्यति मात्रै हो स्युडो भनेको फल्स हो राइट यहाँसम्म बुझिएन ओके अब हामी के छौं एन्ड्स इन एल्भियोलाई अन्तिममा गएर तपाईले यहाँ हेर्नुभयो भने ट्र्याकिया प्राइमरी ब्रंकस सेकेन्डरी ब्रंकस राइट सेकेन्डरी ब्रंकस फेरि डिभाइड भएको छ टर्सियरी ब्रंकस यहाँसम्म चाहिँ तपाईले के पाउनुहुन्छ त स्युडो स्ट्राटिफाइड सिलिएटेड एपिथेलियम पाउनुहुन्छ राइट अब यहाँनिर तपाईले हेर्नुभयो भने यो फर्दर बाइफर्केट्स इन्टु ब्रोंकियल्स राइट यहाँ इनिशियल ब्रोंकियल्स भनेर पाउनुहुन्छ टर्मिनल ब्रोंकियल्स भनेको लास्ट पार्ट अफ द ब्रोंकियल्स अब यो पछाडि के हुन्छ रेस्पिरेटरी ब्रोंकियल्स हुन्छ अब यो रेस्पिरेटरी ब्रोंकियल्सहरुबाट चाहिँ कन्डक्सन पार्ट सिद्धिन्छ बेटा यहाँसम्म मात्रै कन्डक्सन हुन्छ राइट यहाँ अब्जर्प्सन काहीँ पनि भएको छैन अब योहरु चाहिँ यहाँ चाहिँ अब्जर्भर हुन सक्छ सो टर्मिनल ब्रोंकस पछाडि चाहिँ रेस्पिरेटरी ब्रोंकियल्स हुन्छ राइट अनि तपाईले अन्तिममा गएर चाहिँ के पाउनुहुन्छ एल्भियोलर सैक पाउनुहुन्छ क्यान यु सी दिस inside the alveolar sac you find 2 or more alveoli 2 or more alveoli पाउनुहुन्छ बेटा एल्भियोलर सैक भित्र दुईटा अथवा दुईटा भन्दा बढी चाहिँ के हुन सक्छ एल्भियोलाई हुन सक्छ बेटा बुझिराख्नुस् है सो दिस एन्ड्स इन्टु द एल्भियोलर सैक रहेछ एल्भियोलर सैक भित्र चाहिँ तपाईले एल्भियोलाई पाउनुहुन्छ तपाईले यहाँ मैले भन्न खोजेको यहाँ 23 के लेख्नु भएको सर भन्दाखेरि चाहिँ मैले काहीँ पढेको छु राइट यो ट्र्याकिया बाइफर्केसन हुँदा 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 23 टाइम्स सम्म बाइफर्केसन हुन्छ अरे राइट 23 टाइम्स सम्म राइट एउटा भयो फेरि बाइफर्केसन भयो त्यो दुईटा भयो त्यो दुईटाबाट फेरि अर्को बाइफर्केसन हुँदै हुँदै राइट बसन्त रिजाल लेख्नु भयो लाइक किन लेखेको सर भनेर भनेको बुझ्नु भयो 23 टाइम्स सम्म बाइफर्केसन हुन सक्छ भनेको बुझ्नु भयो कि नै ओके बुझिएन सर भनेको यस्तो भनेको यो भयो एक पटक दुई पटक तीन पटक चार पटक पाँच पटक यसो गर्दा गर्दा 23 वटा सम्म बाइफर्केसन हुन्छ भनेको के छुटिदै जान्छ भने बाइफर्केसन भनेको छुटिनु भनेको बुझ्नु भएन ओके एल्भियोलर सैक प्लस एल्भियोलर डक्ट राइट यसलाई चाहिँ हामी के भन्छौं प्लस रेस्पिरेटरी ब्रोंकस लाई चाहिँ हामी के भन्छौं बेटा एसिनस भनेर भन्छौं दिस इज द रेस्पिरेटरी युनिट अफ व्हाट द लंग्स अब हेर्नुस् है अघि मैले तपाईलाई यो भनिन अघि भन्नु पर्थ्यो राइट हामीले यहाँ के पायौं त भन्दाखेरि चाहिँ एउटा चाहिँ कन्डक्टिङ पाथ एउटा जोन पनि भन्न सक्छ है अर्को चाहिँ रेस्पिरेटरी पाथ ठीक छ बेटा अब यो कन्डक्टिङ पार्टमा चाहिँ केही पनि हुँदैन के कन्डक्सन मात्रै हुन्छ के भनेको यो अघि नस्ट्रिल्स भयो हैन त्यो पछाडी नेजल चेम्बर भयो त्यो पछाडी ट्र्याकिया भयो हैन राइट भनेको राइट त्यो पछाडी चाहिँ हाम्रोमा के छ ट्र्याकियाहरु हुँदै हामी यहाँ आयौं हैन यो पछाडी बाइफर्केसन हुँदै हुँदै गयो नि त यहाँसम्म तपाईले हेर्नुभयो भने चाहिँ नि यो रेस्पिरेटरी ब्रोंकियल्स यहाँ पढेको छ राइट भनेको यो टर्मिनल ब्रोंकियससम्म चाहिँ यसले चाहिँ के गर्दैन रेस्पिरेसनमा भागै लिदैन के यसको सिम्पल काम चाहिँ कन्डक्ट मात्रै गर्नु हो के एयरलाई ल्याउनु मात्रै हो के यहाँ बुझ्नु भयो नि बुझ्नु भएको हैन तर यो रेस्पिरेटरी पार्ट भनेको चाहिँ यहाँ चाहिँ अब्जर्प्सन्सहरु हुन्छ के बुझ्नु भयो सो यसलाई चाहिँ हामी के भन्दछौं एल्भियोलर सैक मा के रहेछ एल्भियोलर सैक प्लस एल्भियोलर सैकमा एल्भियोलाई छ है फेरि बुझ्नुस् है दुईटा तीनटा एल्भियोलाई हुन सक्छ एल्भियोलर डक्ट भनेको यो आएर जब एल्भियोलाई बनिन्छ नि यसलाई चाहिँ हामी एल्भियोलर डक्ट भनेर भन्छौं के बेटा एल्भियोलर डक्ट भनेर भन्छौं है अब यो भन्दा माथिकोलाई के भन्छौं रेस्पिरेटरी डक्ट राइट रेस्पिरेटरी डक्ट भयो भनेपछि यो रेस्पिरेटरी डक्ट एल्भियोलर डक्ट र एल्भियोलर सैक सानो तपाईले एल्भियोलाई पाउनुहुन्छ राइट यसलाई चाहिँ हामी के भन्छौं त एसिनस भनेर भन्छौं यो एसिनस चाहिँ रेस्पिरेटरी युनिट अफ द लंग्स हो यहाँ चाहिँ रेस्पिरेसन टेक्स प्लेस डिफ्युजन अफ द ग्यासेस टेक्स प्लेस फ्रम हियर राइट रेस्पिरेसन युनिट 1 मा एसिनस 2 रेस्पिरेसन युनिट मा 1 एसिनस 2 एल्भियोलाई भयो रेस्पिरेटरी युनिट मा एउटा एसिनस भनेको यो सबैलाई एसिनस भनेको के बेटा
सबैलाई चाहिँ एसिनस भनेको राइट यहाँ तपाईँले एल्भियोलाई पनि पर्यो एल्भियोलर डक्ट पनि पर्यो रेस्पिरेटरी डक्ट पनि पर्यो कि रेस्पिरेटरी ब्रोन्कस पनि पर्यो कि बुझ्नुभयो नि यहाँ चाहिँ के हुन्छ रेस्पिरेसन भनेको चाहिँ के हुन्छ डिफ्युजन अफ द ग्यासेस टेक्स प्लेस है त ठिक छ ओके ल ल मैले टाइम हेर्दैछु ओके सो भोलि हामी लङ्सबाट सुरु गर्छौँ है नेक्स्ट क्लास आई विल स्टार्ट फ्रम द लङ्स है लङ्सबाट गर्छु सो इफ यु हेभ नट यु नो तपाईँले केही बुझ्नु भएको छैन राइट तपाईँलाई के सोध्नु छ भनेदेखि चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ त भन्दाखेरि चाहिँ यु क्यान पुट दोज क्वेसन इन आस्क है आस्कमा हाल्नु होला राइट सो द टिचर इज वेटिङ फर द नेक्स्ट क्लास राइट सो आई विल हेभ टु से बाई टु यु अल पिपल राइट है त एउटा मात्र चुज गर्नु पर्यो भने एल्भियोलाई मात्र चुज गर्ने है यस यस अल्टिमेटली त एल्भियोलाई नै हो नि ल आई विल हेभ टु से बाई टु यु अल पिपल किप अन शाइनिङ किप अन स्टारिङ बाई एभ्रीवान